다른데 그 유만한 आज 팅 십지바 यो अन्तर्राष्ट्रिय कागी मलम 40औं 게다 कागी मलम 송주 परेको छ। 송주에게 림바디 यो पूर्व तयारीको अब पूर्व 아니야 다 सुरुवातको कागी मलम रहेको छ। 더마는 यसको 저 सन्दर्भमा 규규를 अनि 꺄베게 सर्वप्रथम यहाँ 림바도 उपस्थित 계획 हुनुभएका मण्डल जस्तै कि 계획에서 좋은 곳이 전부 अ, 좋아야 विशेष गरी 자 गोश्री ग्याल्छर मुसी गुरु 다음에 उहाँलाई 되네 साष्टाङ्ग धन्यवाद 아케모 주베 गरेर 마세바다 त्यस्तै गरी औतरी गुरु 다나신게 त्यस्तै गरी 라마 케모 계획신이 나바 गुरु खेम्बो आचार्य 다나신게 साथसाथै केन्यु दु베데 महासङ्घको अनि वर्ग 다나신지 एवं जमी साजो खासले गृहस्थ वर्ग उपासका अनि सबै देशमा छरेर रहनुभएका अ, बौद्ध मार्गीहरू त्यस्तै गरी जति पनि अ, हिमालयन अनि टिबेटन सबैलाई सुस्वास्थ्यको कामना र हार्दिक न्याय अभिवादन टक्र्याउँदछु। अनि आज काइयु मलमको 40औं काइयु मलम परेको छ। यसको अब केही दिन अगाडि म के गर्न जाँदैछु भन्दाखेरि यो बेलामा चाहिँ घोश्री ग्याल्छर मुर्सीले चाहिँ बाहिर जान अभिषेक दिनुहुन्छ, म त्यसको विषयमा प्रवचन दिनेछु। अब नमनङ मुन्जङ भनिन्छ। वैरोचनाको विषय वैरोचना अभिसम बोधीको परिचयको विषयमा बताउनु पर्दाखेरि अब पहिलो पहिलो समयमा चाहिँ अब युवाहरू यसको विषयमा अध्ययन गर्ने थियो, तर पनि के हो त समय बित्दै जाँदाखेरि यो लोप हुँदै गयो। यसको ध्यान गर्ने अध्ययन गर्ने यो वज्रयानको एउटा गुदी भएको सार भएकोले अनि महत्त्वपूर्ण थियो, तर पनि के हो त समय अनुसार कालान्तर अनुसार परिवर्तन हुँदै 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 के यसरी अब यो अब लोप हुँदै गयो। अब खास गरी अब भोटमा अब चारवटा तन्त्रहरू छुट्याएका छन्। त्यसै गरी त्यो भित्र पनि अब कर्म कमसाङको अब कर्म कमसाङको विषयमा कुरा गर्ने हो भने अब अ, तन्त्रको विषयमा कुरा गर्दाखेरि अब तन्त्र को सिलसिलामा आज वैरोचना अभिसम बोधिको विषयमा केही चर्चा गर्न जाँदैछु। 좋은 곳이 개설을 먼저 초안에 아주 अ, 세계에 발사계에 고마 경고 고마 추진 도시 산실 군주네 अब 아니 뒤에 घोश्री ग्याल्छो चाहिँ अब 와 세시나 अ, 세시 नम्बर सम्म मा साग्या 세시기 ठिरमुची गुरुदेखि 기 उहाँले अभिषेक लिनुभयो। 겐제나 त्यो अभिषेक लिनु भएर 다다도 घोश्री 초안에 ग्याल्छर 게 मुचीले अब यसको जप तप पनि 도와나 पुरा 빵가들이야 पुऱ्याउनु भयो। 아니 त्यो 샤오디 परेको 바시 अनुसारले हामीले पनि अब घोश्री ग्याल्छर मुचीले अब यो 고지 पवित्र भूमि बुद्धलाई ज्ञान प्राप्त 나나게 गरेको 아주 बुद्ध गएमा हामीलाई उहाँले अभिषेक 겐제게 마마 दिनु 발사디 जाँदैछ हामीलाई केही दिनपछि। 제 두산에다 र उहाँ 정이 बिसन्चो भए तापनि 땅게 हाम्रो लागि एकदम 나나 हाम्रो लागि उहाँ पालिदिनु भयो। 다시들이야 अनि 예 넘버링 예술이야 भोलि अभिषेक रहनेछ भने आज 나나만장게 꼬르디 भनौँ न केही दिनपछि अभिषेक हुनेछ भने 주리나 त्योभन्दा अगाडि म के हो त 도산 वैरोचना विषय बोधिको विषयमा के हो भन्ने 게다 परिचय हेर्न 대양 जाँदैछु है। 지당이 उम्, 상아 더 주이다 디즈고 다 망고시다 쇼모고 यो 지당고 वज्रयान कसरी 쉐게게 फैलियो भने यसको 고마야 विषयमा म अब 상아 더 주이다 बताइराख्नु 디즈고 पर्दैन होला। 게 भविष्यमा म यो 게 बर्खामासको विषय 게 वसन्त शिक्षामा म बताउनेछु, 게 प्रथम 게 बर्खामासको 상아 더 प्रवचन 주이다 दिने बेलामा। 디즈고 अनि 지당 वज्रयान 게 कसरी फैलियो भने यसको विषयमा 상아 विस्तारमा 게 뒤르게 बताउँदिनँ अहिले समय 다다 कम भएकोले। 뒤르 जस्तै गरी यो 뒤르 अब 뒤르 शताब्दीको कुरा जाउँ, 뒤르려올이야 아니 자 7औंदेखि 자네 8औं शताब्दीमा 겐제 सम्म 개설을 भारत र यसको वरपर क्षेत्रहरूमा तान्त्रिक 겐바 वज्रयानहरू फैलिएको थियो भने यसरी अब 그래서 भन्ने भनाइएको छ। 중국에 땅고를 수임을 해. 다른 시 뒤가 उम्, 버시는 उम्, 대자유로래야. 뒤버신비 나로래야. त्यो भित्रमा पनि अब 겐제 우마 अ, ringi उम्, 다베 중요해. भनौँ न 겐제 7देखि 수도 8औं 다 शताब्दीमा 다나신기 वज्रयान 겐제 कसरी फैलिएको थियो यसको कुराहरू 게 के हो। 콘라기 지. अब यसमा 리버티야 शान्तिमय 다나시 कर्महरू, 아니 वशीकरण कर्महरू, विशाल कर्महरू, वृद्धि कर्महरू, रौद्र कर्मदेखि 샤오 아니 विभिन्न 징주기 कर्मकाण्ड विधिहरू 아니 초디치하게 सबै के हो 나바사바지 त 아니 뒤 अ, 고초니 सबै 아버지 एकीकरण गरेर यसरी त्यहाँदेखि 아니 다나 त्यहाँदेखि सुरुवात भएको थियो। 장게 대도 뒤냐 벌려야 त्यो त्यही 티버신비를 समयमा 나로래야 다지 महायान भित्र 국기당 लुकिएको 고치게 나바사바지 अनि 소마 एकदम 상아 आश्चर्यजनक कुराहरूको अब 상아 वज्रयानको कुरा 다소 त्यहाँदेखि सुरुवात भयो। 지
यो 7 र 8औं शताब्दीदेखि यो वज्रयानको गोप्य कुराहरू चाहिँ बाहिरिँदै आएको थियो। यहाँदेखि बल्ल 7औं 8औं शताब्दीतिर चाहिँ तन्त्रयानहरू चाहिँ फैलिएर आएको थियो भन्ने कुरा हामीले बुझ्नु पर्दछ। अब यो सिद्धान्तमा चारवटा सिद्धान्त रहेका छन्। त्यो भित्रमा पनि के हो त मध्यमिका मध्यमका सिद्धान्त र चित्त मात्र सिद्धान्त रहेको छ। यो भित्रमा पनि के हो त प्रत्यक्ष र अप्रत्यक्षको आश्चर्यजनकहरूको एउटा साधना गर्ने तरिकाहरू भएको छ। त्यो ध्यान साधना भएको कारणको मुख्य स्रोतले नै वज्रयानमा कसरी अध्ययन गर्ने भन्ने कुराहरू चाहिँ अब त्यहाँदेखि फैलिएर आयो। त्यो मात्र नभएर अब यो उपायदेखि नै पछि गएर मुख्य स्रोत एउटा यही कारणले नै यही स्रोत राखेर नै एकै जीवन बुद्धत्व ज्ञान हासिल गर्न सक्छ भनेर यसरी स्वीकार गर्नुभयो। यो के हो त भन्दाखेरि अब वज्रयानको कुरादेखि हो नि त। अब वज्रयानलाई हामीले अब तन्त्रयानहरूले अभ्यास गर्ने भने त एकै जीवनमा बुद्धत्व ज्ञान प्राप्त गर्नु त अब यो विकल्पै छैन नि। त्यसैले अनि त्यहाँदेखि सुरुवात भएको रहेछ। जुन दिन मध्यमका र चित्त मात्रको सिद्धान्तहरू मायानको सिद्धान्तहरू उत्रियो त्यहाँदेखि वज्रयानको कुरा भित्र लुकेको गोप्य कुराहरू आयो। त्यही कारणले यो गोप्य हिसाबमा ध्यान गर्ने आश्चर्यजनकको यो ध्यान साधना मायानको कुराहरू नहुने यो उपाय आयो। त्यहाँदेखि मायानको सिद्धान्तहरूको सिद्धान्त दर्शनहरू बाहिर फैलियो। त्यही कारणले तन्त्रयानको मूल स्रोतको दर्शन सिद्धान्त भनेको मायानको मध्यमका र चित्त मात्रको सिद्धान्तमा जुन पुगेको छ। अब यो दर्शनको मार्फतले हेर्ने हो भने मध्यमका र चित्त मात्रको रहेको छ। त्यस्तै गरी अब यो नालजो विषय भन्छ अब योगचर्य भूमिमा छुन पुगेको छ। त्यस्तै गरी अब भनौँ न यो तथा गर्भ तथा गर्भ भनौँ न त्यसको हामीभित्र बुद्धको बिउहरू बीज हुनेछ भनिन्छ। त्यसलाई त्यो तथा गर्भ ती कुरादेखि नै अब तन्त्रयानहरू फैलिँदै आएको हो भन्ने कुरा चाहिँ मायानको सिद्धान्तदेखि यसरी आउँछ। यो सिद्धान्तको मुख्य साधना अभ्यासदेखि हेर्ने हो भने चाहिँ के हो त वज्रयानको उपाय अर्थात् के हो त विधि कर्मकाण्ड गोप्य साधनादेखि नै वज्रयानहरू 7औं र 8औं शताब्दीतिर फैलिएर आएको हो भन्ने यसरी बौद्ध विद्वानहरूले बताउनुहुन्छ। अब एउटा कुरा के छ भन्दाखेरि मायनादेखि वज्रयानमा कसरी यो अब वृद्धि भएर गयो फैलिएर गयो त रूप कसरी लियो। मायानादेखि पहिला मायना थियो पछि वज्रयानमा कसरी फैल्यो त कसरी रूप लियो भन्ने विषयमा अब स्पष्ट त हामीलाई थाहा छैन। तर पनि अब अलिकता यसको विशेषता बताउनु पर्दाखेरि मायानको जति पनि यो सिद्धान्तहरू फैलिएर गयो नि अब यो के रहेछ त भन्दाखेरि मायानको सिद्धान्तहरू नफैलिनुभन्दा अगाडि नै तन्त्रयानहरू चाहिँ पहिल्यैदेखि गोप्य हिस्सामा ध्यान साधना गरिरहेको कुरा चाहिँ हामीले भेट्न सक्छौँ। जस्तै के हो त भन्दाखेरि ढोग गर्ने पूजाहरू अर्पण गर्ने होइन त्यस्तै गरी अनि विधि गर्ने वन्दना गर्ने यो चाहिँ पहिल्यैदेखि थिए नि त। त्यही कारणले मायानको सिद्धान्त फैलिनु भन्दाखेरि पनि अगाडि तन्त्रयान थियो है भन्ने कुरा चाहिँ गोप्य हिस्सामा यसरी हामीले बुझ्न सक्छौँ। त्यही कारणले यही कारणले गर्दाखेरि अब नि यही कारण स्रोतले गर्दाखेरि नै वैरोचना अभिसम्बोधि अनि नम्नाङ मुन्जङ भनिन्छ। वैरोचना अभिसम्बोधिको विषयमा अब छुन पुगेको छ। यो कहाँदेखि आयो भन्दाखेरि तन्त्र वज्र शिखारदेखि आएको रहेछ। यो चाहिँ के हो त अब जापानको विद्वानहरूले के बताउने गर्दा भने एकदम नभई नहुने अब जापानमा चाहिँ तन्त्रयान एकदम विशाल रूपमा फैलिएको रहेछ भनौँ न। उहाँहरूले चाहिँ दैनिक साधना भने के हो त यसलाई दुईटा मण्डलहरू बताउनु भएको रहेछ। त्यो दुईटा मण्डलभित्र ध्यान साधनाको तन्त्रयान के रहेछ भन्दा नामनाङ मुन्ज भनेर वैरोचना अभिसम्बोधि अर्को चाहिँ तन्त्र वज्र शिखर भन्ने दुईटा तन्त्रलाई श्रीमा राखेर स्रोतमा राखेर उहाँले
ध्यान साधना गर्नु हुँदो 딘데서 रहेछ 상아 당마 상아 짱마세 아르지 딘데 송이 यी 상아 당마세 जापानको 아르지베 विद्वानहरूले यसलाई 상아 के भन्दो रहेछ यो 당마세 चाहिँ अनि 상아 विशुद्ध 당마세 아르마 바르카세 तन्त्रयाना भन्दो रहेछ अर्थात् 딩엘레냐 상아 वज्रयाना 당마세 अर्थात् विशुद्ध 딩주레레 상아 वज्रयाना भनिँदो रहेछ 당마세 उनलाई 상아 투르부세 상아 딩주 अभिसम्बोधि 숭디 디즈베 वैरोचन अभिसम्बोधि 상아 तन्त्र त्यस्तै 바르카세 गरी के हो त अर्को 어다 तन्त्र वज्र 디졸레야 디는 코난주 शिखर 칸지레 यो दुईटालाई 상아 चाहिँ 틴지 틴지야 उम्, 상아 투르부스 제가 상아 투르부다 상아 틴지리야 떼체네 अनि 상아 당마세 त्यही कारणले गर्दाखेरि अ, 상아 यो 당마 चाहिँ मूल स्रोत भयो अर्को चाहिँ के हो त थर्पस्टर भएको वज्रयाना यो दुई यसलाई चाहिँ साङ्गाल ठेन्से भन्छ आंशिक 다 되고 तन्त्र 인데 तन्त्रहरू 당마세당 योलाई यो 폐기네 दुइटालाई शिर राखेर चाहिँ अब जापानमा 상아야 상아 विद्वानहरूले 종래야 तन्त्रयानाको अब ध्यान साधना गर्दो रहेछ भने 상아 भनाइ छ 당마다 상아 यसरी 투르부자리 इतिहासमा नै 야디 कोरिएका छन् 야와체당 차디가 얼마 어다 यो 디오다시 जापानको 되네 상아 हेर्ने 투르부 तरिका हो 야와체당 야가일리 वज्रयानमा 야와체당 담담은 망고 중요하레스 भारतमा बेग्लै छ भने 디졸레야 जापानमा बेग्लै छ 야와체당 망고 중요하레 भोटमा पनि बेग्लै छन् तन्त्रयानमा 아니야 कसरी 배 छुट्याउने त 배가 भन्दाखेरि 상아를 भोटमा अब समग्रमा बताउनु पर्दाखेरि 직디 अब 가르쳐야 चार प्रकारका तन्त्रहरू अ, 상아의 규리 फैलिएका थिए भने यसरी अब भोटमा 규리시세 विश्वास गरिन्छ र भनाइन्छ इतिहासमा ती कोरिएका 규리시야디 छन् 에는 यो चार 자벤레야 प्रकारको तन्त्र के हो त भन्दाखेरि अब 안수 규규 अ, 난랭이 भो 송다 양신 규리시야디 जापानमा गर्दाखेरि 버지 근데 अब 송수야 जापानमा चाहिँ यो भोटले भनेको 야디엔자 जस्तै 모르지 कुनै चार प्रकारको तन्त्रहरू छ भनेर भनिँदैन तर त्यो 딩기 त्यस्तै त्यस्तै मेल खाने मिल्ने 빼나 त्यस्तो त्यस्तो रहेको 베렐리야 छ जस्तै 상아 भोटमा 틴지리아 딱 가르쳐야 अब आंशिकी 빼나 तन्त्रहरू 베렐리야 규리시세 규리시나 भोटमा जस्तै कि क्रियातन्त्र भनेछ नि त 규리시야디 아는 자벤디 주기 송다르지 क्रियातन्त्रले 상아 जापानिज 틴지리아 विद्वानहरूले के भन्नुहुन्छ भन्दाखेरि यसलाई चाहिँ स्पष्ट भएको तन्त्र भनिँदो रहेछ जापानमा चाहिँ अब भोटमा त अब क्रियातन्त्र चर्यातन्त्र योगतन्त्र उपयोगतन्त्र भन्नु हो अनुत्तरयोगतन्त्र भनिन्छ नि त अ, जुन अब जुन क्रियातन्त्र चर्यातन्त्रले के हो त छरपष्ट भएको तन्त्र भनेर जापानको विद्वानले यसरी बताउनु हुँदो रहेछ अब चर्यातन्त्र चाहिँ नवीन आउने मानिन्छ अब दोर्जे इङ भन्नाले वज्र धातु वज्र धातु चाहिँ अब जापानमा चाहिँ उनीहरूलाई के हो त अब यसलाई चर्यातन्त्र भनिन्छ 제레야 도지 폐기에 좀 도지 인기다 루키 소마르베 अब 상아 पछि यो दोर्जिङ वज्र धातु विशाल रूपमा फैलिँदै गएर पछि गएर अनि त्यहाँदेखि पछि अब यो अनुत्तर योग तन्त्र चार्यतन्त्रहरू विशाल त्यहाँदेखि फैलिएर गएको हो भन्छ स्रोत के रहेछ त वज्र धातु जे भए तापनि के हो त यो जापान भारत टिबेट जहाँ भए तापनि अब वज्रयानको स्रोतहरू यसरी भनौँ न यसरी यसको भागहरू बताउने क्रममा अनि बेग्लै बेग्लै रहेको छ विशेष गरी कसरी छुट्याएको भागहरू खण्डहरू भन्दाखेरि एकदम महत्त्वपूर्ण नभई नहुने एउटा गुदी भएकोले चाहिँ छुट्याएको गलत बेग्लै बेग्लै भएकोले होइन ग्रन्थहरूको मुख्य वज्रयानको ग्रन्थहरू अनि अर्को तरिका पनि छ यसले छुट्याउने तरिका त्यो के हो त भन्दाखेरि जापानको एउटा विद्वान भनेको छ वज्रयानमा चाहिँ मध्यम खालमा फैलिएको पहिले फैलिएको र के हो त त्यसपछि पछि फैलिएको जस्तै कि अब वैरोचना अभिसम्बोधि र तन्त्र वज्र शिखर चाहिँ यो बीचमा फैलिएको वज्र तन्त्रयाना भनिन्छ अब त्यो नभएर 다 벽이 땅 벽 간증 정기 순균이야 지단가다 규리 예와체베 겁리야 예고 त्यसपछि फैलिएकोलाई अब पछि फैलिएका तन्त्रयाना भनिन्छ 예와 니수체안에 손도 예와 듄도체아가 버르리야 다가다 예와 니수체아야 봐 손도체아야 봐 시루체아야 अब यसमा तन्त्रमा धेरै छुट्याइन्छ अ, दुई तिन चार पाँच बेबेले छुट्याएका छन् थोरैमा दुई अलिमा तिन त्योभन्दा बढीमा चार छुट्याएका छन्
अब समग्रमा Chile भन्नुपर्दाखेरि yang yawa chadi भोटमा चाहिँ चार प्रकारको chigi तन्त्रहरू चाहिँ छुट्याएका छन्, विभाजन songpa गरिएका chadi छन्। chidu shadi त्यो चाहिँ सबैमा समग्र विख्यातै रहेका छन्। tene sanga nyingma badi zuye ta thibo rungu sumbe gawli ya अब निङमा प्राचीन निङमाहरू चाहिँ अब बताउँदाखेरि उहाँहरूको अब सम्प्रदाय परम्परा अनुसार चाहिँ gyudiya uba yorba 9 वटा यानाहरू yawa chi बताउँदाखेरि chokpa अब songdi yorba क्रिया tene उपयोग sep chire 3 प्रकार छुट्याएको छ। songdo यो re चाहिँ अब nyi विशेषता रहेका छन्। gedi na re sage na re gilu ina त्यो re त्यो बाहेकको अब के हो त अब sharu la songpa काग्यु tangbo सक्या ina re घेलुक झोनङ tene स्यालुहरूले चाहिँ के हो त chigi तन्त्रमा चाहिँ चार प्रकारको gyuwa तन्त्रहरू छ urba है भनेर urba यसरी बताउनुहुन्छ। gyudiya urba shigi क्रिया तन्त्र, चर्या तन्त्र, Yudishi योग yawa तन्त्र, chagi khung अनुत्तर sugi योग chakcha तन्त्र yawa छुट्याएको छ। china ngaranzu gedor ki shigyu doji khurgi अब nalwa विशेष गरी यो memba काग्यु tangdo घिलो chari निङमा स्यालुले shigyu भनौँ chagi nyanjur परम्पराले la मुख्य अब rani चारवटा chari तन्त्र भएको कारण changde के हो त भन्दाखेरि हे nyanjur वज्र, la हे wow वज्रभित्र के बताएको छ भन्दाखेरि ge kone सामान्य gyudishi मान्छेहरूको yawa लागि chagi क्रिया तन्त्र हो भने त्यो gyudishi नभएको मध्यम मध्यम प्राणीहरूलाई चाहिँ के हो त shigyu doji अ, khurgi nalwa अ, sidi shigyu nalwa त्यो samsara नभएका अब सर्वोत्कृष्ट प्राणीहरूलाई wana अ, gyudishi liya yawa अ, chego gyumze सामान्य tana प्राणी र shiche je भनौँ न ane laba yin सर्वोत्कृष्ट ta de प्राणीहरूलाई chi tsungna ma योग tsungpa तन्त्र tangbo अनुत्तर योग तन्त्र हो भनेर छुट्याएको रहेछ। tene gedor यो da चाहिँ demjo यो thumungi यो shigyu चाहिँ के हो doji त khurgi nalwa la ya go da ta da la ja la यो हुनुको chakcha कारण lamje पनि के रहेछ mangare भन्दाखेरि shigyu हे gyudishi liya वज्र र shigyu चक्र सम्बर da chaba lamje हो la da चक्र dima सम्बरको सामान्य भित्र di gyudi तन्त्रभित्र nyanjur सम्बुटा ya भन्दा त्यो भित्र बताएको ane रहेछ। gyudi mindo shiliya nam त्यो भित्र पनि अब ane yin che je हाँस्ने, sungdo हेराइ, हातको छुवाइ, ane अङ्गालो मार्ने leke तरिका chagi 4 प्रकारको कारणले गर्दाखेरि 4 प्रकारको यो तन्त्रहरू gyudishi yawa छुट्याएको हो भने यसरी अब बताएको रहेछ। gyudishi jogo gyunze sumbe gawle ya zo de di chaba lamje rishi la dene ane यो gyudishi किन liya भन्दाखेरि होइन, जस्तो shigyu कि हामीलाई यो संसारमा विभिन्न कुरा आउँछ, हामीले अब संसारिकमा माया मोह yang डुबेपछि अब sake हाँस हेर्ने, yabade sake हातले bade zui छाम्ने होइन, ki kharchu अङ्गालो मार्ने हुन्छ। na त्यही कुरालाई नै अब के हो zui त kya तन्त्रयानमा हामीले लाउनुको लागि kare नै chane sungpa 4 yogore तन्त्रहरू छुट्याएको ta हो ine भनेर ya यसरी भने ta gyudishi विद्वानहरूले number yogo बताउनुहुन्छ। bi gyunze chi kare sungdo sana pene chegyu drabji mina ana अब dagye त्यही त्यही gyudishi सिलसिलामा gyude drabji गेलुक्पा अर्थात् ane gyude गेदेम्पाहरूले ya के भन्नुहुन्छ dagye भन्दाखेरि yishi samba chuba me 4 प्रकारकै ane nyanjo gyula ya तन्त्र dagye रहेका la छन्। yishi samba chuba ni ga yabe तर ina nju यो 4वटा gyunze कारण samba राख्नु कार्य कारण shishi चाहिँ यो sewa ta thana shingi बताएका छन्। त्यस्तै गरी भनौँ न साकेपा nyanjo labe la गुरुहरूले त्यहीमा कुरा dagye kake थप्नुहुन्छ bise भन्दाखेरि sungsu che ame यो abe 4 प्रकारको तन्त्रयाना राख्नु कारण चाहिँ के हो त nyamsu lembe क्रिया lemba तन्त्रमा meba चाहिँ अब mare la आफूलाई ane भगवान उत्पाद गर्ने छैन। दोस्रो gyudishi चरणमा liya चर्य तन्त्रमा चाहिँ आफूमा भगवान उत्पाद गर्ने रहेको छ र thana ज्ञान shingi ta ज्ञान सत्व gyudi चाहिँ अब liya त्योभित्र yawa राख्दैन। shigyu jogu त्यस्तै गरी के gyunze हो त thandu ina jogu shayo योग तन्त्रभित्र चाहिँ आफूलाई भगवानमा आफूभित्र भगवानमा भगवानलाई स्वागत गर्ने ज्ञान सत्वलाई हाल्ने कुराहरू छ भनेको छ। jiri le tunbe jugu tabze तर के हो shigyu त le chagyu अनु sita अनुयोग jiri shi तन्त्रहरूमा चाहिँ यो gyunze आफूभित्र भगवानलाई स्वागत jiri गरेर shibu sama अनि gyara आफूदेखि भगवानहरू अब के हो अब shigyu फेरि yawa बाहिर shigyu ane संसारमा aso suda ढाक्ने त्यस्तो छैन भनेर बताएको छ। chakcha da sumbi यस्तो ina कुराहरू रहेका छन्। zen denda gyudi shi sa de shungpa जे भए पनि के हो त अब यो 4वटा भनौँ न dan densha jen duwe de जात वर्गहरू छुट्याएको छन्। जस्तै shira कि jen duwe de सामान्य जातसँग मिल्ने timu अ, jen duwe de भनौँ न जस्तै गरी यहाँ lebe अलिक rinpo बताउनु पर्दाखेरि nyanjo ki tenpa rasa उम्, da dende sungyen dende yang yue de bere अ, da kang da yang da gyudi shi number yawa यो gyudi जस्तो shi कि cha go da ब्राह्मण gyudi so ब्राह्मण brahman कुलको लागि brahman चाहिँ da changma le shi tu ma क्रिया तन्त्र da ine त्यस्तै गरी अब gyudi क्षेत्रीय gyudi cha ga cha क्षेत्री da kurim do अ, je ma che त्यस्तै गरी भनौँ न यो gyudi doji khurgu na lo la क्षेत्री भनौँ न member ta क्षेत्रीय ya we gi te me क्षेत्रीयको लागि चाहिँ अब यो chagyu da la she da suma na चर्या तन्त्र है। ane अनि thangbo ti chagyu वैश्यको che लागि चाहिँ योग तन्त्र thangbo त्यस्तै गरी aji अब la chagyu che शूद्रको लागि चाहिँ chebe che अनुत्तर योग तन्त्र भनेर जातिको छुट्याएको पनि छ। da de chagyu nyanjo la me यसरी gyo छुट्याएको छ। yimbe नभए अर्को पनि रहेको छ। जस्तो के हो त भन्दाखेरि अ, धेरै राग भएको हटाउनुको लागि tir अनु kurim अनुत्तर sunga योग che तन्त्र, hebe रिस kurim दमनमा kurim पर्नुको लागि da kada चर्या तन्त्र, shigyu kurim अ, da rogo ya nyanjo अज्ञानतालाई che बिनेर sumbe kawle ya त्यसलाई ठिक पार्नुको लागि ane kurim da da sunga क्रिया तन्त्र chagyu होइन। che sunga अब tari त्यो juyu बाहेक अनेकन कुराहरू ठिक nyanjo la पार्नुको me लागि gyo बसमा sunga राख्नुको लागि चाहिँ nyanjo la अ, me na यो dende योग तन्त्र gyudishi भनेर छुट्याएको रहेछ। अ, यो कुरा gyudishi चाहिँ अब चङ्गापा गुरुले चाहिँ यसरी राखेर चाहिँ हुँदैन भनेर उहाँले अब के मतभेदहरू नि गर्नुभएको छ। tikwa sumda chumda shi da gyudishi lamye rinpa de zo ane pe
给跟东不能，干这咋不能去त्यही实现कारणले यो这个वज्रयानमा नभई नहुने 좀 यस्तै कुराहरू 다是 बताएका छन्। सोध्नु उम्, भयो अनि चारवटा 겐진 체계 겐진 सिद्धान्तहरू, 체계 면은 त्यसै गरी अब भनौँ न 규디 오마 चारवटा चारवटा 사실게 तन्त्रहरू, 내려게 규디 यो 공부처 बुझेन भने तन्त्र 사실게 हेर्न बुझ्दैन भनेको छ। 좀더 यसलाई ग्युदिसी भने चार 규디 प्रकारको 오마는 사실게 तन्त्रहरू, 봐 चारवटा सिद्धान्तहरू, 라 라메게 अँ, 사케 되서 तल्लो 야부지 र 하고 माथिल्लो तहको 시작이야 तन्त्रहरू 아니 बुझेन भने 다시 규디 तन्त्रयानको 오마 ज्ञान 이게 सिक्दैमा हामीले बुझेको भरमा के छारपट लाउँदैन नि। यो 냠소 कुराहरू चाहिँ बुझ्नुपर्छ है भने 냠소 यसरी 개심부터였어 अध्ययन गर्नुपर्छ, बुझ्नुपर्छ है 아무도 भने शङ्का गुरुले बताउनु भएको हो। 마마메 जस्तै 사례 अनि 도지기 사모다 सँगक लामे 다시 अनुत्तर 쉬쉬쉬 वज्रयान भने 냠소 एकदम 자도 महत्त्व सर्व उत्कृष्ट सर्वश्रेष्ठ 규디기 टपमा हुने 규디 गम्भीरता र एकदम 사모도 ओजनदार 사실게 ध्यान हो। 갈라하고 एकै जीवनमा बुझ्दा 다음에 हुनसक्छ। 신 त्यही कारणले 규디시 त्यस्तो 너시면 अनि 알아라 규디 अ, 오마 어디 남라 람 치즈음시 예비 개발시 त्यही कारणले 무시나스 अनि अनि घुमेर तल्लो लामे तहको मेनु तन्त्रयानहरू बुझेन केपरिसी भने मुसिस माथिल्लो तहको तन्त्रहरू त बुझ्दै बुझ्दैन, म ग्यारेन्टी दिन्छु है भनेर घेलुक 아마 पाको 나랑기 रेउ घेदिम बस 디주고레기 चङ्कापु गुरुले बताउनु हुँदो रहेछ नि। 디주고레야 또 롭종으로 쉐브레 त्यही 디체베 कारणले नि 거리나 나랑 갈라칸 좀 अनि 겐시에 मैले पनि 디주에서 अध्ययन गरेँ। 디 त्यो अध्ययन गर्दाखेरि मलाई 렌조레 धेरै 라메 कुराहरू एउटा अनुभव भयो। 겐시에 기 사케다 다는 अनुत्तर 람치즈 योग 게 तन्त्रहरू 개발로 हामीले 가버 पल्टाउनुको लागि, अध्ययन गर्नुको लागि 사실게 पहिला के 하버 쉐브레 녜네 महत्त्वपूर्ण 규디 एकदम 오마 रहिछन् बुझ्नुको लागि त्योभन्दा 겐시에 तल्लो तहको तन्त्र 규디 बुझ्नु 오마 जरुरी रहेछ। 겐시에 쉐고 디 개접 जस्तै कि 쉐고 क्रियातन्त्र भनेको के हो, 다음에 चर्यातन्त्र भनेको के हो, 상하 बुझ्नु जरुरी रहेछ। 라메기 냠술 렌다한테 주인은 방법지기 यो तन्त्रयानको 제사기 अभ्यास गर्ने 망상 तरिकाहरू पनि के 규디 हो त, 주로에 मूल स्रोतमा हेर्ने हो भने 도지기 냠렌도 मुख्य 디디 आधार 규디 주로에도 봐 आधार के रहेछ 규디 भन्दाखेरि होइन, 주고래 아니 냠렌도 क्रियातन्त्र 디바시라 게 चर्यातन्त्र रहेछ नि 쉐쉐 त। 아니 상하 बल्ल यो 라메기 विकास भयो, यसको 수고기 살아서 कुराहरू महत्त्व बुझ्यो भने मात्रै 근데 योग 나랭이야는 तन्त्रका अनुत्तर 몽시기 योग तन्त्र बुझ्दो रहेछ 몽시기 नि। 냠렌데 야보지 하고 नभए 와봐 आधारभूत 아니 앞에 अभ्यास 벽을 तल्लो 제대로 तहको 못해도 भर्खर 라메 प्रारम्भिक 라메 तन्त्रको 주기 विषयमा अध्ययन 주세요 गरेन भने 제도가 더 सर्वोत्कृष्ट माथिल्लो 냠술 तहको 수지 तन्त्र बुझ्दैन 예사게 रहेछ नि। 다 त्यही कारणले 디디 यो अनुभव मलाई 디스칼라 भयो। 자 디스칼라 가볼 수도 त्यही कारण माथि जानु गाह्रो रहेछ है। पहिला तल्लो तहमा भएको तन्त्र चाहिँ बुझ्नु पर्दो रहेछ भन्ने कुरा चङ्कब गुरुले बताउनु भएको जस्तै मैले पनि तपाईँहरूलाई त्यही बताएँ है त। त्यही अनुभवमा आएको थियो, त्यही कारण तपाईँलाई मैले बताउन चाहेँ। 니한 잠시에다 하나 잠시 अब चिया अगाडि छ, चिया नखानु अगाडि सबै माथि उम्जीले पूजा गरेर मात्रै पिउनु पर्ने हुन्छ है। अब यसको चिया अर्पण गर्ने पूजा गरौँ। मन्त्र सुमेरो कल्प 어떤 네 뉴스는 고마지 람시에 버쳐버려야는 더지 고마 가서 람기 사게 시에 버쳐버려야 규디 오마 오메기 त्यसैले 냠렌 माथिल्लो 제바시에 तहको 버치기 हामीले तन्त्रयाना बुझ्नुको लागि तल्लो 디세 तहको 내가 좀 तन्त्रयानामा 말하지 अभ्यास र अध्ययन गर्नुपर्छ भन्ने 난 कुरो चाहिँ 다른 एकदम 생각은 जरुरी छ है त। 잠시에 담배 가버려야 समग्र 잠시에 हामीले गुम्बामा पूजा चिया चढ 이들은 पूजा गर्दाखेरि के छ 아샤 भन्दाखेरि 아샤 이들은 चर्या 어려워 유시에 क्रिया 안다 चर्या 잠시겠다 योग अनुतर चार 디시기 तन्त्रहरू 탐시야래야 처법이야기 जुन बुद्धले बताउनु 디시고레 भएको त्यो भित्री 아니 बाहिरी 수제버는 त्यो 시시시 कुराहरूको सबै 아니 कुराहरू चाहिँ म 그러면 भगवान्लाई चढाउँदछु 냠내서는 시 भनेर यसरी 류시야 अनि हामीले पूजा गर्छौँ नि त, चिया चढाउँदै खाना चढाउँदै यो हो नि। 여러 वे스라고 यसरी यो नियम पनि रहेको छ। किन 다시 भन्दाखेरि 여러 제시해도 약간 아까부터 अब काग्यू 깨박하고 सम्प्रदायभित्र परम्पराभित्र के यो चार 안다나 प्रकारको तन्त्रहरू रहेका छन् त, छ 규디시기 सही छ कि छैन, 차원으로 सही हिसाबमा आएको छ कि छैन भन्यो भने अब 여러 슬라비는 여러 제시해도 약간 아까부터 अब साँच्ची नै सबै छ 다른 भन्नु 슬라비는 मलाई गाह्रै होला। 다른 최근 뉴질이나 अब एउटा चार क्रियातन्त्रको कुरा गर्ने हो भने 민주 अब 민주 자마도 다 시라시라 매대게를 수도 अब मिठुकमा यो 최균이네 बाहिरो चनाको पूजा आज गर्ने अरू के नै छ र हामीलाई, होइन र? 센저 तर 유디 에 क्रियातन्त्र अब 배제 चर्यातन्त्रको 사케
भनौँ न एक 지상화 दुई 도지 हिरामे देंगे रिश्तों अब क्रिया तन्त्र तो भनेर ये चाहिँ ये कुण्डलिक ये भनिन्छ के ये मासान देंगे भैरवचनाको पूजा ये ये विधि ये ये ध्यान ये गर्ने sama मुद्रा sama गर्ने sama बाहेक अरू केही जी पनि छैन रहेछ नि त 아주 त्यसैले 베베기 녹수의 채비는 저 아기 때문에 용수 좀 차상하지 저기 अब 없어 드네 인도산에 भोटमा 사람 गयो भने के हो त 사람 저 तन्त्रयान छ 사람이 भन्छ तर के हो 사기다 त 데데 धेरै कमी 세바히나 कमजोर रहेका छन् 사기 여버데 아주 사메기다 캐만나 अनि 사데 देशमा अब धेरैमा यो कमी कमजोर भएको कुरा 아바도 हामी 아바도 बुझ्नुपर्छ नि 비 남낭면 장도 부지미나 깨방아무 까담벨라마 공마티지 시부지기다 개심 부지체 अब च्योपा 남낭면 भनौँ न 장도 왕토야 सारिया ቋን바 수요 अम, 도는 신기다 भैरवचना 남비다 अभिसम बोधी भनेको चाहिँ पूर्व गुरुहरूले धेरै यसमा 근데 चासो 다시 राखेका छन् 신기에다 아주 이 점불링기 지금 낭버지기 더 루규다 भनौँ न हामीले 낭버지기다 के कुरा 다 बुझ्नुपर्छ भन्दा समग्र यो संसारमा छाएका जति पनि 근데 भरेका 요지 बौद्ध मार्गी हुनुहुन्छ नि 초 बुद्धिस्टहरू 미네야 हामी सबैले के बुझ्नुपर्दछ 와 भन्दाखेरि 다 야나다 아니 पहिला 시제소 다다 일본 somro 자뱅 अब 소리 아니 चिनमा 상하지 개시슈르지 대다 जापानमा 상하지 भोटमा 나마지 말이 말이야 भारतमा कसरी बौद्ध धर्म यो भित्रमा पनि तन्त्रयान फैलिएको थियो भने त्यसको 다 विषयमा 도와던 너디 अध्ययन 쩌고 गर्नुपर्ने 기본으로 अनुसन्धान गर्नुपर्ने 개개가 खोज 되지 तलास गर्नुपर्ने बुझ्नुपर्ने एकदम जरुरी 도와던 देख्दछु 너디 디주 나라라 숭아 숭샤버든데 여러분 뒤에 나라를 हो 맞으시면서 त्रिपिटक मध्येमा 상속들 विनय पिटक र सूत्र पिटकमा मन्त्रहरू 야 बताउनु 자삼지 धेरै छन् 녀버지워 मन्त्रहरू 쩌야 बताउनु भएको 시다 धेरै छन् 배우 다든데 그배 첸디기 배 तर त्यो 르르야 यो चाहिँ के हो त भने त्यो भित्र 마음은 बताएको 마음도 मन्त्र चाहिँ के हो त 초고 यही जीवनमा 초고 सिद्धि 우리가 प्राप्त गर्नको लागि सामान्य कुरा रहेको छ 지나로래 तर के हो त एक जीवनमा 대다 초고 समेक्षम 뭐라고 बुद्धत्व 말시다 남체 हासिल गर्ने 상하게 상하고 कुराहरू त सबै 상하게 राखेको छैन रहेछ नि त यो त 상하슈도 तन्त्रयानमै रहेछ एने 남남의 자다 도지점은 त्यही 이 कारणले 시기도 सर्वोत्कृष्ट सिद्धि राखेका मन्त्र सबै सम्पूर्ण भएका कुन चाहिँ ग्रन्थ रहेछ 다 भन्दाखेरि नमनाङ मुन्जाङ 따지 남배 वैरोचन 남배 अभिसम बोधि 차 तन्त्र 차버지 रहेछ 티 차네 अर्को के रहेछ 상하시도 वज्र 에네 남남의 자다 शिखर तन्त्र 도지점은 रहेछ 개심을 यो 직차리게 चाहिँ के हो त समग्र बौद्ध धर्मको 네 एउटा तन्त्रको 딘디 शिर 유버스 सार रहेछ 유버야 नि त 까막감상의 유반들레 앞에 최기 방제 यहीलाई 추도 बुझ्नु सक्यो भने के हो त बल्ल कर्म कामसँगको 뱀뱀 एउटा 지금 धर्मको 뱀뱀 तन्त्रको 뱀뱀 भण्डार भन्ने बुझ्नु सकिँदो रहेछ 근데 기타 간다 배운다 अनि 디베드세 यसको 방부지 लाभ 방부지만에 फाइदा 네 धेरै भएको हुँदाखेरि कर्म कामसँगको जति पनि अब परम्परागत आइरहेका 도지지 छन् भिक्षुहरू यो कुरा चाहिँ हामीले बुझ्नु पर्दछ 뭐야 소와 떡시네 에네 त्यही कारणले 남낭 यस्तोको अभिषेक 아 एकदम 에네 कम छ 디주기 अनि 남낭의 मैले यस्तो 자다 हेर्दाखेरि 도지게 घोषरी ग्याल्सा ब्रह्मसँग यसको अभिषेक रहेछ त्यही कारण मैले उहाँलाई अञ्जलीबद्ध गरेर अनि 주그래 अनुरोध गरेँ र 주그래 प्रार्थना गर्ने हजुरले यसको 지게 अभिषेक 엔더리가 अघि मलममा 개발서부터 주고 प्रचार प्रचार र 꽝바레 प्रदान गरिबक्स्यो मैले 꽝바레 अञ्जलीबद्ध गरेर 찌레레 यसरी 에네 प्रार्थना गरेँ 도지 मैले 잉기 सहज 잉기 स्वीकार गर्नुभयो 도지 잉기 भविष्यमा भने के हो त 관다 वज्र 강화사고 나체 इङ 따밤 अर्थात् वज्र 강화사고 धातु 도지 잉 भनौँ न 잉도 기타 땜바 भविष्यमा यो एउटा 도지 शासन जस्तो होस् कि जस्तो तन्त्रायनको शासन जस्तै कि 땜벤 यसलाई 주고 땜바 소도 अम, 버리지 वैरोचन अभिसम 보디나 बोधि 에네 त्यस्तै गरी वज्र 아 शिखर तन्त्रको अध्ययन गर्न पाऊँ र भविष्यमा यसरी 뱀바레서 यसलाई 뱀바레서 हामीले एक आपसमा गरेर यसरी अध्ययन गर्यो भने 다다다라야 समग्रमा फाइदालाई 고안바 लाभ होला 도지메 जस्तो मलाई लाग्दछ 상하올래야 상하 다른 것이 구름을 떼네 एने भनौँ यार न छ्याबिना जे भए सांगा तापनि फादर फादर छ्याबिना तन्त्रयान छ्याबिना तन्त्र वा वज्रयान भनौँ न वज्रयान 다 गुह्य 상하 तन्त्रको 파다르니 파다르 पछिल्लो 샤도 र 유베지 अगाडिको 기타 कुराहरू 개신되어 यो 차나오래 क्रमैसँग 다 상하 वृद्धि हुँदै 파다르 गयो 상하 पादर्नि기 तन्त्रयान पनि पहिला 에네 फैलिएको होला या와 दोस्रो चरण फैलिएको यसमा 디칸데 दुई 치고를 와 भेदहरू छुटेको छ यो कसरी 야와 बताउनु पर्छ 야와 भन्दाखेरि 세버 쳬비나 간데스 치고를 स्पष्ट 리 हिसाब बताउनु 리와 पर्दाखेरि 세버 쳬알래 깔라 하고요 그러지 되지 स्पष्ट बताउनु अब मलाई नै गाह्रो छ 다 이미네 विद्वानहरूले यसरी बताउनु हुँदछ तर 다다 पनि 상하 응아다르다 상하 파다르니 캐슈지 시에고예비나 अब यसको विशेषता पहिलो र दोस्रो चरणमा फैलिएको विशेषता बताउनु पर्दाखेरि के छ भन्दाखेरि यो चाहिँ वैरोचन अभिसम्बोधि तन्त्रले रहेको छ अब बुद्धको पालोमै बुद्धको कालमा मयुरी मयुरी तन्त्र लगायतका विभिन्न मुद्रा धारणी मन्त्रहरू राखेको थियो नि त त्यो पहिलो थियो नि त अनि पछिको र अगाडिको हामीले कसरी छुट्याउने भन्दाखेरि अब यसलाई बुझ्ने हिसाबले बताउनु पर्दाखेरि अब पहिले तन्त्रयान कुन बेला फैलिएको थियो के हो भन्दाखेरि अब छरपष्ट भएको बुद्धले बताउनु भएको मन्त्र धेरै रहेछ नि त
जस्तै कि 숭지 मयूरी 숭지 महामयूरी तन्त्र अ, 다디 숭디 अनेकन रहेका छन् 숭지 यसको 소소데 भावना कुराहरू रहेछ 숭지에 नि त 야완주안데 मण्डल रहेछ नि 소데 튜무무루야 यो 셈디네 सबै के रहेछ त भन्दाखेरि अब यो 셈디네 바시베제 아마지 सामान्य के हो त यो 제제 भनौँ न आफूले 셈디네 여러 सर्पले डसेको छ विष हटाउन लागि महामयूरी तन्त्र 두두에 पर्दो रहेछ 두두에 유서 होइन 그런 अब 디비네 विष भएको 띵고르 साँपले ठुङ्दा गर्दा विष लाग्छ नि 상하레스 त्यो हटाउनको लागि बुद्धले के मन्त्र जप 그런데 दिनुभएको रहेछ 바데르 대신 महामयूर तन्त्रको 멸치마 मन्त्र जप 튜무무루 रहेछ यो 다디 बुद्धको पालोमा रहेछ 상하레스 किन 튜무무루 भारतवर्षमा त पहिला अब धेरै साँपहरू थियो 뇌가스야 जुन ठाउँमा गर्मी हुन्छ त्यो ठाउँमा 근데 विषालु 조아데 साँपहरू आउँछ भिक्षुहरू पहिला लुगा नलाउँथे 렌체나데야 अब 지금 लुगा कमजोर थियो 차를 चप्पलहरू 차를 नहुन्थ्यो 하면서 뭐 बाटोमा 대부분 हिँड्दाखेरि सर्पलाई डस्ने 김정일이죠 गर्दाखेरि त्यसलाई हटाउनको लागि बुद्धले महामयूर तन्त्रको मन्त्रहरू 다다시 जप गरेर 가지 상하나 भिक्षुहरूलाई रक्षा गर्नुहुन्थ्यो 솔레야야 त्यो के हो त 낑고르도 पहिला फैलिएको 낑고르야 बुद्ध 갑자기 वज्रयानको 명원나서 मन्त्र रहेछ नि त पहिला पनि 핀피르 थियो त 요리 알았어 이나 हो 디즈 हामीले 버룰레 यसरी 낑고르다 차가다 디즈 अनि पछि 버룰레 पछि 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 के हो त अब 딘신데베 제바케요 말았어 तर 제바케 त्यो 디즈 बेला के हो त 버룰레 भन्दाखेरि 버룰레 पछि गएर अब 그래 숭아나 उम्, 숭아 차게 차게세 아마도 지기 아니 차게기 अ, 숭아다 미그림데 मण्डल 디오르다 마 मुद्राहरू चाहिँ जोडेन 양코텔레 के त्यो 양코텔레 앞에 가서 अनि पछि 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 गएर त्यसमा 세세게 विभिन्न 낑고르 딩신데베 मुद्राहरू हस्त मुद्राहरू 다디 मण्डलहरू 낑고르야 जोड्दाखेरि त्यो पछि 마시대요 अब 낑고르 फैलिँदै आयो 가르겐 중심을 비즈레 마도 낑고르기 남샤데 안 차사와지 베 조용 말았어 अब मण्डलको कुरा गरौँ न 텔라 두루 이메 मन्त्रयानमा मण्डल 상하나 नभई हुँदैन 나와라세 मण्डलमा 야 प्रवेश नगरिकन 지라티네 अभिषेक लिनु 디게 침보 중요야 मिल्दैन पनि 미셔보 र 알았어 त्यो वज्रयान पनि हुँदैन 남샤라네 자나 जस्तो 도시 कि 딘디 अ, 나로레야 वज्र धातु र वैरोचन 상하레스 अभिसम 아마다 बोधिको 나로레야 कुरा गरौँ न त्यो भित्र धेरै मण्डलहरू रहेका 뭐 छन् 남버 낭지 치제 와 나가 때뭐 होइन 남버 낭지 임소 अब 아니 तन्त्रयानको शास्त्र 나는 지금 बुद्ध 나도 भनेको नि के हो त 멜레 वैरोचन बुद्ध 멜레 हो भने 초공우루야 상계 공방루야 अब त्यो 나는 स्थिति त्यो भित्र भएको स्थिति के हो त 음 एकै जीवनमा बुद्धत्व ज्ञान हासिल गर्ने त्यस्तो स्थिति के 이거 भित्र रहेछ 신비 भन्दाखेरि 믿어주고 यो त 공방도 쌍마고 तन्त्रयानको 숭지 बुद्ध वैरोचन बुद्धले 세세게 बताउनु भएको रहेछ नि त 냠술래 렘베 좀봐 त्यो यस्तो गम्भीरता कुराहरू अभ्यास 냠시 गर्नुको लागि त 렘베야 धेरै गम्भीरता 숭아 कुराहरू 이거 आफूले बुझ्नु पर्यो नि त 숭아 다 진짜 고르망 보송 나는 낑고르기 त्यही 나로레 कारणले यो 앞에 साउ सुम्की 렘베 नाल्जुर भनिन्छ 마치 तीन गोप्य 근중근중 हिसाबले भरिपूर्ण भएको योग भनिन्छ नि भगवान 균세 विभिन्न 균세 भगवानहरू पनि 균세 हामीले के हो त 균세 निश्चित रूपमा हामीले मण्डलमा स्वागत गरेर मण्डलभित्र रगेर मण्डली गरेर त्यो भित्र प्रवेश गरेर एकै जीवनमा बुद्ध हुनको लागि त धेरै गम्भीरता कुरा जानु पर्दो रहेछ नि त त्यस्तोमा मण्डल चाहिँदो रहेछ त्यो धेरै गम्भीरता र गहिरो भएको कारणले रहेछ यो यसरी के हो त पहिलो चरणमा फैलिएको वज्रयानको कुरा यस्तो रहेछ नि त यो थियो के हो त्यो, यसलाई हामीले अ, जस्तै कि भनौँ न भोटमा एउटा के समस्या छ भन्दाखेरि जस्तो कि भनौँ न यो बैदुरे बुद्धको जस्तो कि वैशजी बुद्धको मेन्लाको सूत्रहरू छ नि यो सूत्र हो कि तन्त्र हो भनिन्छ कि अब भोटमा एउटा समस्या छ भनिन्छ कसैले भनौँ न भोटमा चाहिँ अब सूत्र र तन्त्रको भाग छुटाउँदाखेरि दबाईको सूत्रहरू छ नि बुद्धले जस्तै वैदुरी बुद्ध र वैशेषी बुद्ध छ नि साङ्गे मेन्ला त्यसको तन्त्र पाठहरू छ यो सूत्र हो कि तन्त्र हो भनेर विद्वानहरू यसमा धेरै अ, लफडा पर्ने हुन्छ कि कसैले सूत्र भन्छ कसैले तन्त्र भनिन्छ के हो मैले यस्तो हेर्दाखेरि यो सही जस्तो लाग्छ अनि यो जस्तो कि यो दबै सूत्र औषधिको सूत्र बुद्धले बताउनु हुँदाखेरि अब के हो त यसमा सूत्र पनि रहेका छन् तन्त्र पनि रहेका छन् यसमा मन्त्र पनि रहेका छन् धारणा मन्त्रहरू मन्त्र भएको धेरै छन् यो अभिषेक अलङ्कार सूत्रभित्र पनि बताएको छ यो थेरावादा सर्वका यानाभित्र पनि आइरहेका छन् यो कुराहरू विनय पिटकभित्र पनि आइरहेका छन् सूत्र पिटक पनि रहेका छन् यो त तन्त्र पनि रहेछ त त्यही कारणले अनि विद्वानहरूले सूत्र हो कि तन्त्र हो त भन्दाखेरि यो दुवैमा भएकोले कसैले सूत्र हो कसैले तन्त्र कसैले मिसिएको सूत्र तन्त्र हो भनिन्छ भनेको यसले के जनाउँछ भन्दा ओ बुद्धले चाहिँ पहिल्यै तन्त्रहरू पनि बताउनु भएको रहेछ नि भन्ने कुरा हामीले भुल्दो रहेछ क्या यो कुराहरू यदि बुद्धले पहिले नबताउनु भएको भए त अनि सूत्र हो कि तन्त्र हो अनि यसमा मतभेदहरू यसमा झडपहरू नहुन्थ्यो झडप भन्नाले अब नमिल्ने कुराहरू मत नमिल्ने कुरा हुन्थ्यो होला नि त नहुन्थ्यो होला नि त यदि तन्त्र मन्त्रहरू नबताउनु भएको
के कारणले बुद्धले तन्त्रहरू बताउनु भएको रहेछ मन्त्रहरू बताउनु भएको रहेछ भने यो त सरावको यानभित्र पनि कति भिक्षुहरूले अरहतहरूले बुद्धले मन्त्र बताउनु भएको कुरा पनि यहाँ निस्किन्छ नि अब फेरि हामी निरन्तर दिनेछौँ अब आधा घन्टाको लागि म विश्राम राख्न चाहन्छु आधा घन्टा विश्राम भवतु सर्वमङ्गलम जगतो हितया नबुझेको खण्डमा तपाईँले सोध्न सक्नुहुनेछ 咱想了呀，当然就这里，看出来， 다다 büyüğün 송균이야. 아니 다 상하기 규기 야와 체베걸이야. 아니 규디시 अब यसको विषयमा फेरि म बताउनु पर्दाखेरि 제가 के 다 भन्छ 규디시가 भन्दाखेरि 나네. 규규디 가서 남남wen장디 아니 규디시 나네 관계 공수도 알아 수비나. अब यो नमनङजङ चाहिँ अब कुन चाहिँ वर्गमा पर्छ भन्दाखेरि 남남wen장디 규규 인베 연생 가려 알았을라비나. अब यो 이시도 그거는 नमनङजङ 나로래야. 레기 자원나서 야채 뭐 샤베기 차게미 비스니라 규제베 जस्तो कि यो 루어상 루어상 제베 बाहिरजना 족소로서 अभिसम्बोधित तन्त्र 아 चाहिँ कुन वर्गमा पर्छ 디드자게 भन्दाखेरि चार 가게 तन्त्र मध्येमा 규디디나 चार्य तन्त्र पर्दछ 나게 차와 나서 के हो त 디드제 भन्दाखेरि यो 버리스네 निषेधहरू कुन हेतु 디디스 ज्ञान वज्र समुच्चय के 나로래야다 बताएका छन् त भन्दाखेरि 튜디 सबै 나라라 अ, 써봐다 कामहरूको क्रियाहरूको सबै 나도 그때 विस्तृत जे भए तापनि सबै 제가 यो 다 디좀 안 मुद्रामा 가르치는데 हेरेर गर्ने हुने हुँदाखेरि त्यसको 다 लागि चाहिँ 튜규네 साधन 선배 गर्नको लागि कार्य 얘기가 नभइनहुने हुँदाखेरि 다 बिदा रहेका छन् 라레 차게다 미베 싱이라서 봐 대다 अर्थात् 삼제 यो के हो त बाहिरै हेर्दाखेरि 디드스 शरीर 네 인도사게 वचनको 디드자네 विभिन्न कार्य 디시 विशाल 뇌 रूपमा 차네 राखिएका छ 제 राखिएका 주시가 छ 시집디 राखिएका छन् भने 야 난 ती 세계 ध्यानमा चाहिँ 보고리 के हो त 규디 अनि आफ्नो ध्यान 여소 내 साधन 주디야 एकाग्र हिसाबमा उठे बसे सुते खाए जे 나 치 गरे पनि 자와지 저 मनलाई चाहिँ 주규디 एकमुष्ट 지만 줘도 एकाग्र राख्ने 난게 परेको 띵디 हुँदाखेरि यो चाहिँ 균열 규디 कार्य 균열 तन्त्रमा 규디 राखिएको छ भने 나서네 अर्थात् 아니 बाहिरी 주규디 शरीर र वचन 주규디 बाहिरी कमाइ 디다 बाहिर 소리스 भए तापनि भित्री मन चाहिँ ध्यानमा लगाउनेलाई बुझिन्छ 나들이 다 주규디래야 지당 다다데 주규사 천시부 중요했어 있나 अब भोटमा चाहिँ के हो त 다 भन्दाखेरि अब 주규 천시 조직 남남은 자 차례 यसको उदाहरण के छ त 다 चार्यतन्त्र उदाहरण के छ 남남은장 भन्दाखेरि 무유비 बुझ्नु 다 पर्दाखेरि 주규 세제다 조족서 주규사 디레지 조족서 현다지 여부터 가르사는 차도 왕고 규사 차대요 라나도 왕고 규함 차도 왕고 규사 जस्तै कि भोटमा चाहिँ के यसको उदाहरण राखेका छन् चार्यतन्त्रको मुख्य यो वैरोचन अभिसम्बोधि भित्रमा पर्ने जस्तो कि अब अ, यो बुझ्ने क्रममा चाहिँ यस्तो लिनु क्रममा चाहिँ वज्रपानीको अभिषेक लिनुपर्छ वज्रपानीको अभिषेक प्रदान गर्ने तन्त्र रहेछ यसलाई तीन प्रकारको रहेछन् भनेको छ कसैले यसमा यसमा तथाकथा कुल पद्मकुल वज्रकुल रहेको रहेछन् त्यसै गरी यो तथाकथा कुल चाहिँ भैरोचना अभिसम बुद्धको अभिसम्बोधिको रहेको छ पद्मकुल चाहिँ भोटमा अनुवाद भएको छैन वज्र कुल चाहिँ पनि जस्तै वज्रपानीको अभिषेक प्रदान गर्ने तन्त्र हो भने यसरी भन्नु बताइन्छ अब बुद्धले मुसेको भनाइ अवसरमा चाहिँ के हो त अनि वज्रपानी निलो लुगाको तन्त्र पनि भनिन्छ त्यसै गरी वज्र भूमि मुनिको तन्त्र पनि भनिन्छ त्यसै गरी भनौँ न तथाकथा तथाकथा त्यस्तै गरी वज्र जति पनि यो भित्र चाहिँ सातवटा पाठहरू रहेका छन् अनि अब ससुम भन्नुहुन्छ तीन भूमिको हेतुको कल्प तर्क भनेको छ अब वज्रपानी निलो वस्त्रधारी त्यसै गरी झिक्ने सुन्दुर तीन लोकलाई विनयमा राख्ने तन्त्र भने विभिन्न यो चाहिँ के हो त सबै जे भए तापनि के हो त यो चाहिँ तन्त्र चार्य तन्त्रभित्र विभाजन राखिएका छन् गरिएका छन् भने यसरी बताएको छ त्यस्तै गरी अर्को
但第一个的这举行大关系来说嘛，不修么个，但 अब 做 यो 南文家下的个吧，अब 南 छन् 文家有 भनौँ न 老 षड्यन्त्रको 多的呀 विषयमा धेरै number one विस्तार गर्न जाउँ number two 吧，अब के हो त अब मैले अहिले भइरहेको अहिलेको कुरा 去给 number 谢谢，अभि 才下场了吧？बाहिरोचना अभिसम बोधीको तन्त्रको विषयमा जाउँ 但第一个南文讲给举是那啥的，南文讲给他 अब यो 土地王 तन्त्र 不 कुन 给，वर्गमा 他 छुटेको 的 छ 加拿大了呀，भन न 多数多，妈的举是 अब 俺这地方嘛。अब चीन भाषामा चाहिँ यसलाई सूत्र भन्दा तन्त्र नभन्दो रहेछ number two 吧，新建了吧，新都给吧，土地王不给我是了，就当多地说उम्, 人说的吧。现在大举是那这个多是那啥的，第一 यसले 个 सूत्र भने पनि तन्त्र भने पनि बाहिरोचना अभिसम बोधीलाई चाहिँ सूत्र 那 तन्त्र 样 भयो जे भने तापनि 南 चीनमा 文 चाहिँ यसलाई 讲 सूत्र 举 भन्नुहुँदो रहेछ 南边看些机，熊现在当然是这把提出那了呀，龙 अब 这 यसको 前也没 मुख्य अब स्रोतहरू चाहिँ कुन कुनमा रहेका छन् त भन्दाखेरि 东西还好多呀。 हामीले बुझ्न सक्छौँ जस्तै कि कुन कुनमा छ त 古 भन्दाखेरि 句里啊，快把的前面呢，इतिहासमा हामीले 南文讲给举了嘛， हेऱ्यो 是 भने 不是不是呢？开源吃了中医吧，啊，接了люд게你去这批个老了呀，异 अ, 性，那边异性啥的，加拿大那边异性啥的，一个把钱 अ, 的，那加 चिनको 拿 एउटा 大 गुरु 前面前面去， सातौँ शताब्दीतिर यसको अनुवाद पहिलो 徐达 अनुवाद 嘎 भएको 瓦布 रहेछन् 啥的，徐达嘎拉新哈，徐达嘎拉新哈啥的，也一套了呀，举不的， शुद्धका र 接 सिंहले 南 चाहिँ अब 南文 चिन 讲给 भाषामा अब 举 योले 偏啥的。 अनुवाद गरेको रहेछ 第 भनौँ न 没去的看来全部都是那，第没去的除了准备给退休了呀，亚尔多，那古西边的无形啥的，那边第一个亚南边的，那家给家里吃的，他在加拿大了呀，就下边的，南南 त्यस्तै 文 गरी 讲给，但多少那 उम्, 个举啥那的，给了呀，全当跑不出他们话的，跑 चिन 不出也别难的，跑不俺们出不的。 अब यसमा अनुवाद गर्दाखेरि पहिलो अब सातौँ शताब्दीतिर अब यो अनुवाद 啊， भएको 第六 मानिन्छ 宋兄弟的， त्यसै 俺 गरी 出 भोटमा 去 अब 的，可 यो 是 अनुवाद 讲好 गर्दाखेरि 了， यसमा 俺 चाहिँ 们 भनौँ 看 न 些学的 अ, 钱多的是，但是跑不出的 सातवटा 给了呀，有俺要的是，但是做 सातवटा यसको अध्यायमा मिला गरेको छ पछि गएर यो अब 天天不说的，看到举 हुँदा 啥 हुँदा 的， हुँदा 啥 यो 的，啥的。 12वटा ग्रन्थ त्यसै गरी 但 अनि 别个到了呀，咱们文章的搿段举的是那边呢，俺除了古 यो 元呐， चिनको र भारतको 古 कुराहरू 代 थियो 不这个古代里呀，加个看不，西林格拉波迪啥的的，俺学习个老早，偏的不是啥，可能年纪，俺年多就是学的看了拍片的啥的，他别个的越别个咱文章了呀，俺 त्यसैले यो चिनमा 稍微 यसरी रहेका 越 थिइन् 越啥，你是 रहेका 的， छन् यसको अनुवादहरू अ, अब भोटमा यो कहिले अनुवाद गरियो त 稍微 भन्दाखेरि 越 यसको 点了 विषयमा 呀， बताउनु 你 पर्दाखेरि 想啊，你留你走路也不起。 यसको मुख्य अध्याय 因为 भनेको 举 जम्मा 起嘛，上完课是 25देखि 不晓啥的，留 25देखि 留 26 留起 अध्याय रहेका छन् 但咱文章给 यो 举 के 啊， को कुरा आयो 给 त 啊 भन्दाखेरि यो 对呗， बाहिरोचना 做生 अभिसम 意 बोधीको 的这 तन्त्र 个 चाहिँ 对了， कहिले 给 बताएको 了 थियो 呀， त 不然他们这看别个在 अनि 下边举 यसको 起给 विषयमा 了 चाहिँ 嘛， भुटन 这个 गुरुङले 说 के 的， बताउनुहुन्छ भन्दाखेरि 那无名给那了呀，无名都不给别那了呀，咱前边个贵给， अब 你这个 होमेन 确实， टुपुको सिंगम भनिन्छ 那这 अर्थात् 个 के हो 什 त 么了呀，咱 अकनिष्ठमा 这边贵 बुद्धले 去说 वज्रपाणिले 骗。 बताउनु भएको 那 थियो 上 भने 岸的 यसरी 时候， बताइन्छ 上岸的电把提出，卡住电把那， यसरी अब 那 यो 上个古数 वज्रयानको 据里 कुरा 呀，咱个 बताउनु 对 भयो 的， त्यस्तै गरी 下个图片古数 गिद्धाखुट्टा 据，那 झागो 是 पुम्बोरीलाई 上 पनि 个电把说的， झागो पुम्बोरी भनिन्छ 那 गिद्धाखुट्टामा 其他 पनि 的咱 बताउनु 文 भएको 章 थियो 人是那边呢， त्यो भित्रमा पनि अब 无名 बाहिरोचन अभिसम्बोधिको 都不给 तन्त्रको 信不 विषयमा 的， चाहिँ विशेष गरी 俺 कहाँ 们 हो 这 त 想不到， अका 死于那， अका 俺这 अकनिष्ठ 是说啥的不起，你们这说的话， अकनिष्ठ लोकमा 嗯。 अर्थात् स्वर्ग लोकमा चाहिँ भनौँ न बुद्धको भूमिमा बुद्धले बताउनु भएको 第一 रहेछ 主要不做啊，或者做的拉那多抢那多就抢的，抢那多这个 number 当在了，成熟个 sem 的得给为去，就是他主要忙不虚些，那主要忙不虚点了呀，你需要修两个最多，在为举的前面举的送不的也是这些送的话，त्यो कारणले 那举 गर्दाखेरि 起码得等个光头去不能是溜溜嘛都没不的，你那点了呀，普通人不是举的尽量拿了呀，他的举起嘛的别了呀。
다다 리우 듀마도 매버래 마도베게 아니 규치마 kwaran랑래야 아니 니 세고 말했어 그래서 त्यसैले 남낭wen장기 अ, 레바티주 나로래야 규치메 롱창샤바 카셰지 다다 벽에 돌 규샤베게 यो 규치메 भोटमा 매대버들 아니오요 पहिले अनुवाद गरेको बाहेक अब दोस्रो चरणमा अनुवाद गरेको चाहिँ अब यहाँ राखिएको छैन। यहाँ आज यो न भनौँ न अलिकता यो एफएमको मलाई समस्या आएर मैले टम्ब्याउन सकेन यहाँ। क्षमा क्षमा पाऊँ होला। 나 제상 부대를 무시기 규리주남 나로래야 하네 यो बुधुन रुम्बुछेले बताए अनुसार चाहिँ 다다 उम्, 다다 अ, 남낭wen장기 레베 나로래야 규치메를 यो 통하게 롱카셰지 वैरोचना 네 다다 अभिसम्बोधिको 다다 벽에 तन्त्रको 돌이야 अनुवादहरूको विषय 규치메 나로래야 भोटमा अब अनुवाद गर्दाखेरि 매베기 पछिल्लो 비싸다 तहको अनुवादलाई हेरेको रहेछ। 상하샤바레스 अर्थात् यो 베리 संस्कृतमा भएको 규샤베 चाहिँ 규치메기 पहिलो चरणमा के 규치메 हो 롱기 त 마조바레스 चिनमा अनुवाद गरेको रहेछ 7औं शताब्दीमा, पछि गएर भोटमा 다디 गरेको रहेछ 중앙게 भनेको बुधुन पछि 조기 बताउनुहुन्छ। 상계 상에 제샤베기 남낭wen장기 레베 나로래야 규치메기 롱창샤바 카셰지 다다 यो 벽에 चाहिँ के हो 돌이야 त 규샤베기 नमनाङमजङ 규치메티날 매브레스 디균센텐다 다다 공 순과 김센르디 부드르미 순과 김센르디 바지 딘시브라 बुद्धनले यस्तै कुराहरू बताउनु भएको रहेछ। 드레 이르사네다 갸게 나로래야 양 가르치 उम्, 주바레다 갸게 나로래야 다다 리우 चिन 리우 भाषा यो 아마르부디 चिनको भनौँ न 아마르부디다 가르래 उम्, 당기 공시오나 신기 반부 아 반복 아마 tru디 다 주자 아마르부디 샤리오스 다 반복 듄바텔이야 리웅아야 슈인바 다 반복 듄바디 쪼다 최배 쇼가 उम्, 샤리오스 최배 쇼가디 야 심주바 하셰세 यसमा 다다 7वटा वर्गहरू छुटेका 갸나게레 छन् यो भित्रमा 남낭wen장기 पनि। 규 갸나게레 규르낭겐기 야 그러면 주변 중에 쓴게 쓴게 धिमे 코란이 झुङ्ने भन्ने 슈슈기 गुरुले चाहिँ अब के हो त यो 드레라 메베데 भारतमा 요데스 संस्कृत भाषादेखि चिन भाषामा अब रूपान्तर गरेको रहेछ। 다 가한다야 다들 남낭wen장기 भनौँ न यसमा 다 25 देखि 벽에 26 वटा 돌아서 वर्ग 송기 छुट्याएका छन्। यो भित्र 반복하면 मुख्य अब 무조건 अ, 이 말이야 स्रोत 다 के हो, यो भित्र मुख्य 리우 कारण 당보도 के छ त भन्दाखेरि 리우 당보대다 아주 벽에 나올래 리우 덩이기와 그래서 벽에 나올래 पहिलोदेखि 벽에 अब 나야 पाँचौँ अध्यायभित्र चाहिँ यसको मुख्य स्रोतहरू त्यो भित्र चाहिँ पूजाआजा गर्ने, 다다 कर्मकाण्ड गर्ने 벽에 벽에 나면 अबहरू 매대베기 कुराहरू चाहिँ यो भित्र बताएका 남낭wen장기 리우 रहेछन्। 당보 디기 세례야 루 पछि गएर 룬옌문 भोटमा अब अनुवाद गरेको रहेछ 룬옌 빙디샤 यो 샤바라레 वैरोचना 다 अभिसम्बोधिको 가지고 तन्त्रहरू। 다시 상하라 럽드 주베 가서래 यो भित्र चाहिँ के हो त 던기에기 리우사 샤샤바레 वज्रयानमा प्रवेश गर्दाखेरि बोधिचित्त 다디 कसरी 나로래야 अप्नाउने भन्ने कुराहरू 요레스 बताएको रहेछ। 요지 त्यो भित्र पनि एकदम 송기 महत्त्वपूर्ण दर्शनहरू 다 कुरा बताउनु भएको रहेछ। 리우바 men세가 나로래야 पहिलो 긴고도 차게다 अब दोस्रो 상하라 냠네 दोस्रो 디기 अध्यायदेखि चाहिँ के हो त अब 리우 अनि 당부도 मण्डलादेखि 나로래야 लिएर 리우도 고아시바 हस्तमुद्रादेखि विभिन्न पूजा आज 대야 리우 कर्मकाण्ड 당부도 कुराहरू बताउनु भएको रहेछ। 대신시바 남으로 나자래 상회 답이 슈와 슈링게 수기와 त्यही कारणले यो 다디 बाहिरजना 벽에 बुद्धलाई चाहिँ के हो त 슈슈 वज्रपाणिले 수기와 अब अनुरोध गर्नुभएको रहेछ। 다지 떠루고 문시 가리게 맞을 세버 땡요 अब यो के हो त यो 나오네 तन्त्र भनेको के हो, 다 कसरी 식게 수기와 हामीले 식게 के बुझ्नुपर्छ 수기와 भने यसरी 사이버 बताउनु भएको रहेछ। त्यो 남남문 बुद्धले 장기로 땜베 식게 좀 बुद्धले 수기 가르 तीन कुरा बता, 개도했대 त्यो एकदम महत्त्वपूर्ण तीन कुरा के रहेछ भन्दाखेरि 싸워는 인지 첨부 타르토 번에 탑수 사야지 식 니숨보디에네 अब 리우 तिनवटा चाहिँ के हो त 규치메 भन्दाखेरि 규지 पहिला 차게 बोधिचित्त, 샤샤바 신기 दोस्रोमा करुणा, 남낭wen장기 तेस्रोमा अब सम्यक्सम बुद्धको ज्ञान हो भनेर बताउनु भएको 다다 रहेछ। 내가 개시슈디에 एकदम 식숨보디 नभई नहुने कुरा चाहिँ यो रहेछ भने बुझ्नु पर्यो आफूले। 다들 내 샴래야 अब त्यस 남낭wen장기 규이스나 라도 단 अब त्यस्तै 노자도 गरी भनौँ न 대칸데스 타와레 नम्नाङ्गुन्जाङ्गी घ्यू अर्थात् तन्त्र 대칸데스 충분히 वैरोचना 샤샤바 다 अभिसम्बोधिको 식숨보 तन्त्र 식게 कसरी 샤샤비나 पहिला अब यो 상하 가르쳐 फैलिँदा आयो भन्दाखेरि 남낭wen장 뭐좀 권래야 상하가 좀 가시 중요하레스 यो 중요해 예바레스 빼나
कसरी 디게레 भन्दाखेरि 갸나게 यो 라데 तन्त्र नआउनुभन्दा 슈베베게 अगाडि पनि के छ त भन्दाखेरि 남낭 왼자도 तन्त्रयानहरू 슈베 फैलिएको थियो 곤레야 갸나게 규샤게 भैरोचन अभिसम 아니 슝레데 बोधिको तन्त्र 슈디 अनुवाद नहुनु अगाडि पनि थियो अरे 슈버지 요래 जस्तै गरी अब 아니 चीन 슈버 भाषामा एकदम 슈디 पुरानो 베이징 도사야다 तन्त्र जस्तो कि 디장 धारणी सङ्ग्रहहरू 콩상게 रहेका छन् 루스레소 카시지 जस्तै कि 남낭 왼자도 पुङसाङले 슈베 와데 परिप्रेक्ष्य सूत्र 와샤게 लगायतका 규샤게 विभिन्न 규샤게 कुराहरू चीन भाषामा अनुवाद गरेको रहेछ 대 마임바 아니 벽에 돌아야 규샤베게 라나도 저 와구의 규다 남바른 나 도시 남종국의 숭라서 봐 대다 탐색이야 안 퍼지 त्यसैले यो 남낭 भैरोचन 왼자 다다 अभिसम 탐견하게 뭐 유고라 बोधिको 뭐 तन्त्र 유고 강라야 अनुवाद 유사와 नहुनुभन्दा अगाडि पनि 규샤게 विभिन्न के 아까 हो त 균선 तन्त्रहरू 때는 अनुवाद भइसकेको थिए भन्ने कुरा 남낭 चाहिँ 왼장기 इतिहासमा हामीले बुझ्न सक्छौँ 딱 가셔야지 유기 낭데 아무 규제 망고 싶지 딩은 त्यसैले यो चाहिँ अब 숭상 यसको 숭지 अनुवाद चाहिँ सात सय 아니 चौबिसतिर गरेको रहेछ यो 딜레 차례 요래 제제 다 यो ढिमे झुने सेङ्गेले यसलाई चाहिँ अब 음 सुब्बा 다다다도 करसी भन्दो रहेछ उहाँले 남낭 चिन 왼자 भाषामा अब यसरी 성게 규수 अनुवाद 있다 गर्नुभएको रहेछ 아니 भन्ने कुरा आयो 셰수 용라 यसमा चाहिँ अब 슈바라 कतिवटा 사 6वटा 디 अध्याय रहेछ पछि 디베게 गएर 라데 यसमा 디엘레 32वटा अध्याय भएछ 슈바 यो 숭레스 मुख्य गरी अब ग्रन्थको आमा जस्तो हो एउटा 아이랑 है 다 त्यो भित्र चाहिँ पछि 뷰르 गएर के हो त अब 뷰르 슈버레 셰제 7वटा 라베 अध्याय रहेछ 샤베야 다 अनि 텔라 यो 다 7वटा भित्र चाहिँ के हो त अब छुपी छोका पूजा 아나 वन्दना गर्ने विधि 찔루 रहेछ भन्ने कुरा 찔루 चाहिँ खोलेको छ 이게 십주 시행에게 바로도 아니 उम्, 갸갈이야 슈예베게 다다 탕宣장 요르바 탕宣장게 러미게 나로래야 상아 고르 가야 티요 말했어 찔루 추게 제주 갱에게 예연리야 갸가도 패베게 갸나로 आज 우신사 समस्याले गर्दाखेरि मैले 디게 बुझ्न 디게 सकेको छैन यहाँ 나로래야 कुन कुन 가서 कुरा छुटिरहेको छ 예외 क्षमा पाऊँ 지수디 상아게 땜발라 다 예급 용기 그거 채워 제사지 재산 공개 수단된 대비나 다 니두 예외 뒤서머베 पहिलादेखि अहिलेको समयसम्म अब समग्रमा 규샤 भन्नुपर्दाखेरि 갸가기 भैरोचना अभिसम 아니 बोधिको यो 디게 तन्त्र भनौँ न 상아래야다지 यो चाहिँ 갸가게 나로래야 딱 하나 상아래 상아래 745मा 규샤 텔라야 भारतमा भएको पछि अब 규슈시야 सेन्साङ गुरुले अब उहाँ 드네다 चाहिँ यसरी अब 링크스 बाटोमा 링크스 हिँड्ने तीर्थ 링크스 यात्री हुन् उहाँ चाहिँ सेन्साङ गुरु उहाँले चाहिँ पछि के 대사모 हो त 마세베게 अनि 두기 공도 उसको विषयमा नै लेखेको रहेछ 갸나게리아 र 규샤게 वज्रयानको कुरा चाहिँ कुनै 남낭원자 कुरा लेखेको छैन 샤베테야바 पछि 샤베쇼 685तिर 샤베테야 다다 भोटमा 몽골라 우신사게 대기 대기 भारतमा पाल्नु 규슈 हुँदाखेरि त्यो भित्र पनि अब 다다 लेखेको कुरा 샤베시샤 रहेछ अनि 디게 वज्रयानहरू चाहिँ पुरा 규사게 फैलिएको रहेछ 야 भनेर नि समन गर्नुभएको रहेछ 아저거야 सेन्साङ गुरुले玄奘 법연玄奘 सेन्साङ भनेको चाहिँ के हो त 아니 चिनको एउटा 법연 महान विद्वान हो 우신사게 जसले 갸갈레야 गर्दाखेरि बौद्ध धर्म 러미기 कुन 뻐루레야 ठाउँमा 다 फैलिएको थियो भने उहाँले 띠로워지지 लेखेको कारणले किताबमा भएको कारणले गर्दाखेरि अहिले बौद्ध धर्म त्यति बेला पनि 법연 फैलिएको थियो玄奘 भनेर 갸갈레 आजभन्दा 아니 सात सय 띠로워지지 पैँतालिस सन् 디니 745 भनेको त 디게기 अहिले त 디기 텔레 법연 2025भन्दा धेरै वर्ष अगाडि हो 우신사 갸갈레 마페 뻐루레서 말해 법연 उम्, 玄奘 갸나를 수패 로와 가르 갸나 수 로페 법연 우신사데 갸갈라 판마페 디 뻐루텔라 उम्, 다 뒤수 동바르 차디 요르바 भनौँ न सेन्साङ 가르 गुरु 로다 भारतमा नपाल्नु 법연 भन्न अगाडि पनि 玄奘 धेरै फरक थियो नि 갸나 봐도 갸갈 쇼버바 법연 디 우신사데 두개 계수 샹알레 신이 갸갈레 페 차디 요르바 그래서 디 뻐루텔야 भनौँ न 뒤수 동바르 차디 745देखि 다 685 भित्रमा कति फरक छ 남낭 회장 अब 대신에 भनौँ न 유럽 뮌베기 685मा अनि एउटा चिन गुरु पाल्दाखेरि पनि वज्रयान फैलिएको भारत भएकोले उहाँले समन गरेको थिए भने अनि 상아 त्यसै गरी 거지바디 지치하나 콩상아래야 툭니에보면 인상 सेन्साङ गुरुले चाहिँ आफ्नो किताबमा चाहिँ तन्त्रयानको विषयमा लेखेको 된지나 지치하나 होइन रहेछ 남낭 किन त 회장 भन्दाखेरि विद्वानहरूले के 샤베테야 भन्दाखेरि 아니 सेन्साङ गुरुले चाहिँ तन्त्रयान 유럽 चाहिँ मन नपरेकोले नलेखेको 아니 हुनसक्छ 상아야 भने 인시 भनाइ पनि छ 제자다 디균선 되는 도나 त्यसैले 남 अ, 남낭 अब 회장이 उहाँ 다 आउनुभन्दा 짝수 अगाडि पनि भएको हुँदाखेरि अब उहाँले 규슈들이 स्पष्टीकरण 슈버레야 नगरेको पनि हुनसक्छ भनेर अब 디오라를 हालका 시작해 विद्वानहरूले 아니 भन्ने 유럽 뮌베디 गर्दछ 슈버레스 त्यही कारणले यो चाहिँ अब 아와나 अ, 중사간에 छ 좀 सय 사자간에 좀 छ 버려야 सय शताब्दीतिरै यो सुरुवात 콜레 भएको कुरा 이샤 यहाँ लेखिन्छ 무신자 뭐야 그랬어 यसको अब मतभेद 야가 राख्ने नै बेग्लै 유나베야 बेग्लै रहेछ 줌버레스 알아보다 या가라 कसैले 마셔 유럽 नालेन्डादेखि कसैले अब 아카세 पश्चिम भारत 요번에 줌버레스 알아보다 कसैले अब यो 야가라 पूर्वी 줌버레스 알아보다
कसैले दक्षिण tingzang ge Afghanistan gi कसैले अफगानिस्तानदेखि यो Pakistan तन्त्र sa यहाँ de फैल्यो Bangladesh भनिन्छ sa robotang हातिसा Iraq sa ge विभिन्न thumba de कुरा phase रहेछ de du mi da mo त्यही कारणले यो ina बाहिर du ma bu shi da अभिसम्बोधित mang da khung jin yo ma de तन्त्र चाहिँ ta धेरै de ठाउँदेखि du ma bu मध्यम ye be भारतदेखि mo ne उत्पन्न la भएको हो de भने पनि de गरिन्छ gym zen ye ba de ka re sa na kap di du na ba sang ge be ge tempa त्यसै tine कारणले de गर्दाखेरि na jo अ, lu de che se ge tine de de na len de cha ri yo na अब len da हामी la सबैले विश्वास गरे नालेन्डा हो अब नालेन्डादेखि उत्पन्न भएको हो भने सबैको अब Yana विश्वास gyaga nubsho sumbu गरिन्छ chungwa विश्वास de गरिन्छ chandile विश्वसित रहेका छन् yores. यसको लागि Tanda raya धेरै tyurek tang लेखकहरू र tuye कारणहरू begi धेरै रहेका छन् त्यो tumbol बाहेकको raya अब namnang wenjang de gyaga nubshan shwalaya wungshu chenpu ye de begi Rajput उम्, putri sayaka अब Rajput राजपुत्र भनौँ Geringpur राजपुत भनौँ न sayaka mirik tang अब राजपुत्र Daga nanshin ki त्यस्तै यसको राजवंशको Rudra पालोमा ki mirik त्यसै samarase गरी अब रिडक भनौँ Rudra न ki mirik ni boru de kare रिडकको chenpu अब यो pele chenpu chungre मनुष्य chungre भएको chepsi पालोमा वंशमा नि यो Tena अब ta tyurek तन्त्रयान degi फैलेको हो। कुन chungre चाहिँ sa तन्त्रयान namnang wenjang ki भैरोचना yubati भैरोचना अभिसम्बोध gyaga nubshan बोधि shwalaya khanda तन्त्र चाहिँ फैलिएको हो भन्ने re कुरा छ khansa shuk chenpu chung cawa त्यही chik कारणले chik yores त्यो बेला अब फैलिसकेको रहेछ भनौँ न त्यही कारणले पछि कुरा गर्दै आयो Daga nanshin yang यो कुरा चाहिँ gyaga nubshan नारायणदेखि चाल bengi पाएको रहेछ भन्ने कुरा सबैले विश्वास shukyu गरिन्छ ki shi sui chik li ya kare yores na namnang अब अर्को wenjang के छ भन्दाखेरि yagi अर्को gyu चीन र gyu yin rupi yores जापानको विद्वानहरूले के भनिन्छ भन्दाखेरि tende ki sungsui shi yubta मूल स्रोतमा एउटा Tata ransu विचारमा एउटा संक्षिप्तमा दुई tata प्रकारको तन्त्रहरू छ भनेर बताउनुहुन्छ jaya ye debegi gyage da pyoge nige nalu ye debegi namnang wenjang da gyuam do अब de भोट र चीन wa भाषामा chap भएको ye यो be तन्त्र चाहिँ ane ngar यो ta भित्र namnang wenjang gyu geba chi yeba wa पहिला geba de विस्तार la धेरै solo nga तन्त्रको एउटा gumha chik dang श्लोक रहेछ 1 लाखवटा musu ge त्यो chi भित्र चाहिँ के छ भन्दाखेरि श्लोक र अध्याय musu ge रहेछ yeba भनौँ न yin ane chu du ne अध्याय wa भाग भनौँ न ka jo wa na भूमटाक ka चाहिँ che 1 लाख हो namnang wenjang अनि gyu chungba त्यो chi भित्र चाहिँ के गर्दा पऱ्यो अनि Ti kor de tada ती thang lobe 300वटा gyab da विभिन्न sa ga सूत्रहरू बताउनु भएको रहेछ namnang wen यो jang चाहिँ ge एकदम के jeba हो de त यो chik चाहिँ phambu 1 लाखदेखि namnang चाहिँ wen jang jeba chi 300वटामा चाहिँ अब संक्षिप्त ti गरेको चाहिँ phambu phambu संक्षिप्त na ro la ya ti kor de अभिसम्बोधित chi ya तन्त्रको ta संक्षिप्त na shin सार हो gi ja भनिन्छ ben ge ta sang ga lobe nyan ra chi bu ye de ja ben le ya sang ga chue ben ge ge यसै गरी अब nyan ra chi जापानमा तन्त्र यान ge फैलाउने chi एकदम gi la gor ba ta विद्वान गुरु छ shin ge la जापानको phe ge da विद्वानको du नाम yi na pha ji tu ni ja so lobe tu ni ja so sa tele उहाँको ya नाम चाहिँ कोही ग्यासो भनिँदो रहेछ shugen te ya chi cha de अ, song ge तोङ्गी zen sha ग्यासो be ge उहाँले के tada लेख्नु भएको रहेछ ge भन्दा ta एउटा de chi किताब khai thi sa ge de ge cha be ji ores उहाँले ti na एउटा lo la किताब ya छ ane त्यो भित्र चाहिँ के रहेछ भन्दाखेरि nam nang wen jan te le ya gyu yin वैरोचना jing ni अभिसम ya ba zong do la se be ya बोधिको chenpo chung तन्त्र ba चाहिँ chi ba अनि yin jing gi यसमा sung gu विस्तार र संसिद्ध नभएर एउटा मध्यम खाले yin gi sung so यसको ya अ, ba स- sung मुख्य अब कुराहरू पनि छ है भने 3 प्रकार ne कुरा ya lu yu xian da ga na lo la ya अर्को da इतिहास pen ta be बताउनु पर्दाखेरि nam nang wen jan gyu ge ba ji ye be su ten de se ge yo ti gyun zen den ting अब lu त्यो xian बाहेकको de अब ge अर्को chi na इतिहासमा चाहिँ अब chung स्पष्ट ya ba रहेको se छैन ten de nam nang wen jan त्यसैले gyu ge ba यो नम्नाङ वन्जाङ to भनौँ न gum zi ye de ge बाहिरोचना wen ta ti अभिसम्बोधि ko ten de che तन्त्र ba ji chi भनेको sia सबै na ma da सबसे che ba अगाडि ane lu yu ta lu आएको हुने हुँदाखेरि यसमा चाहिँ chung जापानको ma re chi विद्वानहरूले che धेरै पटक se ge yo अनुसन्धान गर्नुभएको रहेछ किन भन्दाखेरि एउटा yang मुठ khashe gi विस्तार sabe na भएको ro le हुँदाखेरि khashe रहेछ नि त nyam la khashe gar la gor sana che अनुसन्धान kya na te de अनुसन्धान be गर्नेले su के nam nang wen jang बताउनुहुन्छ gi gyu भन्दाखेरि ge ba chi yong cho sa re kare sana ta da nam nang wen jang gi gyu te da nyam do len thap gi chebe cho ga ji yong de yo कसैले len भन्नुहुन्छ len कि ma yin be chi यो बाहिरोचना nam nang wen jang अभिसम्बोधि du dab da तन्त्रमा चाहिँ योभन्दा पनि ting एकदम ti विस्तृत रूपमा ting हुनसक्छ ma किन sa भन्दाखेरि sa chebe yin du पूजा sa ta आजागानीदेखि de ge sang ge कर्मदेखि nga कर्मकाण्डदेखि du लिएर du che sha ba yin sa re मण्डलको कुराहरू धेरै विस्तृत doktor रूपमा se sha राखेको ba yin sa हुँदाखेरि tida धेरै doktor lo हुनसक्छ che नि me ene भन्ने gyu पनि gyu रहेछ ge ba sa ar tinde chi yong mi sho ba सबै कुराहरू चाहिँ अब do sing do पुष्ट sing de ya de मिलाउँदाखेरि यसलाई चाहिँ अब da विस्तृत र khan tar ya विशाल na da र aran su je ya ba de वैरोचना ta da अभिसम्बोधित तन्त्र भनेर ni नाम be राखेको ni हो be नत्र de भने त यो भागभूमा छुटेको हुँदैन कि संक्षिप्तमै हो भन्ने विद्वानहरू पनि पाल tene nam nang wen jang ge de ba kya na ke de shu de ba ti ta यसको da lo अब be टिका lo be व्याख्यानहरू ya पनि lo be timin jing de चिनमै chi रहेछ se a ti gi me xian अब ni su डेमेज सिंगे lo be yi xin जुग्नेले se a ri ya भारतको lo भारतको ma yi se विद्वान हो yi उहाँले se बताउनु che che भएको be ge जो इसिन nam nang भनेको wen jang चिनको ge ba गुरु chi हो ye ba उहाँले अब chi व्याख्यान gi गर्नु tang भएको gi रहेछ phambu kya na ge la ya ta de ba ti chi bu yin yi ba cha de ge
त्यसले एउटा ढिमे भयो एउटा इसिन भन्नेले चाहिँ पहिलो चरणमा यसको व्याख्यान गर्नुभएको रहेछ यो अ, के को विषयमा व्याख्यान गर्नुभएको भन्दाखेरि अहिले नै चर्चा गरिरहेका वैरोचन अभिसम बोधीको तन्त्रको विषयमा व्याख्यान गर्नुभएको रहेछ अ, पछि गएर के हो त वसुबन्धु उम्, पछि गएर यसलाई अ, हो त्यो बेला अनुवाद गर्दाखेरि उहाँहरू अब 20 अध्याय रहेछन् त्यसलाई पछि एकमुष्ट गर्दाखेरि पछि गएर फेरि यसलाई 14मा मिलाउनु भएको त्यो विभिन्न व्याख्यान मात्रै नभएर यसको सीमा के हो अध्ययन कसरी गर्ने विस्तृत रूपमा कसरी फैलियो भनेर नै यो चाहिँ के हो त जापानको मुख्य अब वज्रयानी गुरुहरूले चाहिँ विशेष रूपमा फैलाउनु भएको रहेछ अब भोटको हिसाब गर्ने हो भने अब 8औं शताब्दीतिर लोपे साङ्गे सावा भने त बुद्ध गुया उहाँले अब लेख्नु भएको कुरा रहेछ जुन यही के रहेछ भन्दाखेरि नम्बर यो चाहिँ भोटको यसलाई चाहिँ के हो त अब अनुवाद गर्नुभएको रहेछ अनुवाद गर्ने चाहिँ अब यो अङ्ग्रेजी भाषामा पनि यो अनुवाद गरेको रहेछ भन्ने बुझ्न सक्छौँ हामीले त्यो अब भारतको एउटा 8औं शताब्दीमा पाल्नु भएको गुरु लोपेन साङ्गे सावा बुद्ध गुया भनिन्छ उहाँले पनि यसको अनुवाद गर्नुभएको रहेछ यसको विषयमा चाहिँ अब 15औं शताब्दीतिर पाल्नु घोलो सेनुपालले पनि यसको अब शुद्धिकरण गर्नु त्रुटिहरू शुद्ध पार्नु भएको रहेछ भन्ने पनि लेखिएको छ अब यसको व्याख्यानभित्र के रहेछ भन्दाखेरि यसको शब्दार्थ पनि रहेछ है त फेरि त्यो भित्र चाहिँ यसको विभिन्न व्याख्यान किन गरेको त भन्दाखेरि यसको विषय धेरै गम्भीरता भएको कारणले गर्दाखेरि हो अनि गोलो सेनुपाले पनि अब यसको धेरै शुद्धिकरण गर्नुभएको रहेछ यसलाई सफा गर्नुभएको रहेछ त्यो अब एकदम स्थिर भएको कारणले गर्दाखेरि भोट र चिनमा अनुवाद गर्ने क्रममा अब शब्दमा फरक जान्छ अर्थमा फरक जान्छ अनुवादमा फरक जान्छ कारणले गर्दाखेरि अनि चिनमा अनुवाद गरेका यो वैरोचन सम्बोधि तन्त्र गरी अनि भारतका आचार्य साङ्गे सावा बुद्ध गोयाले अब अनुवाद भएकोमा अलिकति फरक आउँछ आजभोलिको हाल यो समयमा अनुवाद यो अनुसन्धान गर्न के बताउनुहुन्छ भन्दाखेरि धेरै फरकहरू र धेरै परिवर्तन आएको भन्नुहुन्छ इतिहासमै यसको धेरै गम्भीरता भएकोले अनि पहिलो मिलाउनेदेखि लिएर अहिले अध्ययन गर्ने समय कहिले नमिलेको खण्डमा शुद्धिकरण गर्ने धेरैकरण यसलाई त्रुटिहरू शुद्ध गर्ने क्रममा परिवर्तन आएको हुँदाखेरि यसमा धेरै फरक देखिन्छ भनेर विद्वानले बताउनुहुन्छ अनि यो समयसम्म यो कसरी अब उत्पन्न भयो वैरोचन अभिसम्बोधि तन्त्र कसरी अब सुरुवात भयो बताएँ अब के हो त कर्म कमसमभित्र यो अभिसम्बोधि वैरोचन अभिसम्बोधि तन्त्र कसरी फैलियो भनेको बताउनु पर्दाखेरि अब हामीले हेर्नु सक्ने पहिलो कर्म दुश्मन खेमबाट कर्म पक्षीको इतिहासमा जीवन वृत्तान्त हेर्ने त्यो बेलासम्म अब यो वैरोचना अभिसम्बोधिको तन्त्र त्यति व्यापक रूप फैलेको देखिँदैन तर तेस्रो कर्म अब रङझुङ दोर्जे आफ्नै स्वजीवनी कथनमा छ मेरो महान गुरु ओर्गेम्पाले ओर्गेम्पा उहाँ धर्म धातुमा नबिलाउनु अगाडि उहाँले मलाई चक्र सम्बर लगायतका दुगी खोर्लो काला चक्र लगायतका माया जाल विभिन्न त्यसै गरी महाचक्र को तन्त्रको व्याख्यानहरू मलाई बताउनु भयो भने लेखेको रहेछ
चुगु नम्न घिरो gyuru डबलेको छ chawa san se aga भनेको छ कि यहाँ त्यो बेला चाहिँ के हो त sik tele ya ga dawa 1900 chu shi 9 chi वटा la 1900 du san त्यसै da गरी shi बैरो kam चना sang bo de माया da cha जाला na lo ya भन्ने da शब्द आएको rinpo हुँदाखेरि do je da nam chi ge तेस्रो chu कर्ममा रङजु दोर्जेलाई tsuku nam na gyuru रङजु दोर्जेको chawa देखि su de tele त्यो tsuku che je बैरो ga चना chi da अभिसम्बोधिको nam तन्त्र na चाहिँ ngwe उहाँले jang ge अध्ययन gar che उहाँले पाउनु भयो रहेछ tene ya gyuru त्यसरी chawa che je बुझ्नु पर्दछ ane sur du je ne tene sung do यसमा चुगु नम्नङ ढावा भनेको che रहेछ sang त्यो jidan na धावा gyuru सुशेल ठेवा भन्ने ग्रन्थ छ त्यो भित्र बताएको namnang रहेछ gyunju chawa sa ji yorwa namnang gyunju chawa sa ji yor नम्नङ बैरो चना namnang gyunju अभिसम्बोधि chawa namnang gyunju chawa माया जाला namnang gyunju chawa se je gyunju chawa sum se sum त्यो se राङझुङ chesa दोर्जे rangju तेस्रो dorje अवतरी lobda कर्ममा pangma la राङझुङ sum se दोर्जेले se je यसरी लेखेको namnang रहेछ gyunju chawa sa de yongja ge namnang gyunju chawa de la kwa yin da अब sida प्रश्न de के ge छ de ge भन्दाखेरि dawa chu shi chewe na sum ba अब ne अब सिद्धु namnang sa de namnang छेजु ngwe jang la सिद्धु kwa yin ba chi गुरुले gyunju बताउनु chawa भएको sa छ de yang ko gyunju chawa अब कुन cha la चाहिँ हो त kwa यो yin ta de se bu che भैरो चना अभिसम्बोधि नै हो कि chu che नत्र त्यो बाहेकको अर्को chakme माया जाला yinaya अभिसम्बोधि हो isi त भने sida दुईटा प्रश्न होस् isi dawa shushi chiwe na sumba na अब sumba सिद्धु ye रुमुछीले अब धावा छुसेल ane भन्ने सिद्धु रुमुछीले tsuku बताउनु भएको namna छ त्यो gyuru लेख्नु chawa भएको sunga namna ngwen shang yinbi na अब ane यो rongzhung चाहिँ कुन चाहिँ हो namna त ngwen shang चुगु se yor नम्नाङ गुन्जाङ हो कि ane गिडुल नम्नाङ गुन्जाङ हो nama त kamsang le ya अर्थात् namna अष्ट ngama 1900 le ya वैरोचना sum अभिसम de बोधि हो कि rongzhung do je अर्थात् lobdo kwa yor मायाजाला bachi chaba de samsare samsaro shtu वैरोचन अभिसम बोधि यो ta चाहिँ de ne हामीले ngoy पढ्नु su पर्नेछ namna ngwen shang gi यो ane विभिन्न त्यहाँदेखि आएको रहेछ tsuku भने यो इतिहास एउटा go लेखन menga बताएको हो guiba ngo su त्यही कारण thala तेस्रो ko shi अवतरी कर्म thongpa de रङजुन kar दोर्जेलाई ba चाहिँ यो पाएको कुरा चाहिँ बताएको हो kama ba chubo thong de ne कर्म ya कमसाङमा चाहिँ यसरी फैलिएको रहेछ पहिलो kama ba कर्म chubo thong de ne नभएर तेस्रो chinde lo ma कर्मदेखि dra se चाहिँ ba rin je nam यसको ge chok परम्परा lo चाहिँ kham फैलिएको so रहेछ de भने se tra बुझ्नु bu होला sam तेस्रो nam dawa कर्मदेखि de चाहिँ sa ti kun यसको du परम्परा ne चाहिँ ane nam यसको na dawa परम्परा se ne nam भैरोचना thong de ya nam na ngwe jang ge nam अभिसम्बोधि su तन्त्रको so se परम्परा चाहिँ de तेस्रो कर्मदेखि फैलिएको रहेछ भने कर्म कमसम्म te यति ya आएको हो ane tada ge yu sin de nam dawa chu she chu me ki na lo le thong de ne nam dar ke le ya ko se ba thi ya re kare su ya यो re चाहिँ अब थुवा thong धुनेन de भनिन्छ de she les ane ji zemo थुवा de ju थुवा kham धुनेन कर्म kham अब so de ढुक्पा je khum so छैटौँ de कर्म अब छैटौँ कर्म अब nam थुवा su nam धुनेनको इतिहास nam nam विषयमा ngwen यो jang लेखेको se रहेछ be ta kan da mang bu chi se be ki tin je ge ta नम्न sum भनौँ de न su उहाँले se चाहिँ विभिन्न ta de de वैरोचनाको zong ge de khalo अभिसम्बोधिको de be तन्त्रहरू ki सुन्नुभयो kama gwen अध्ययन ma de गर्नुभयो ki भन्ने ma यसरी so ma बताउनु भएको de रहेछ su se ne zhun ju che be ki lu su ji ya re che sa ti gi chu gu त्यही le कारणले ya अनि ane गेलुक गुम्बामा पनि यो thong तन्त्रको de de विषयमा धेरै le ka le ya ge चर्चा ga chu परिचर्चा che हुने sa बेलामा yang पनि lu अब nga so ma bu de go a kim zen khare ye si ji gan अनि ju sa ne ane rong lu lan de de gi yi xian min du shu du sa ne yi xian nge zeng gi yin song xian ne ane do ji yin ge zhu gi da ane ko lo don be ge zhu de da dong ba lu gi ge zhu de da do ji ne jo me zhu de la so wa kan da अनि अब zhu गेलुकको zhu gi ge सम्प्रदायमा chang चाहिँ so so ge परम्परामा चाहिँ धेरै ane तन्त्रयानको कुराहरू पढ्ने ya हुँदाखेरि अनि कर्मपाहरूले सोध्नुभयो किन यसरी यो do ji ne jo अध्ययन me zhu गर्नुभएको da पढ्नुभएको भन्दाखेरि यसको da ne विषयको परम्परा चाहिँ एकदम लोप भएकोले यसलाई gyama विस्तृत chi रूपमा gyama फैलाउनु chi लागि यसरी अब ane हामीले da गरेको zung ge भन्दाखेरि त्यसको go त्यसकै du अनुसार अब उहाँले परम्परा पनि da xia ga da ढुक्पा थुवा हुँदैन छैटौँ कर्मपाला xie भएकोले thong de अनि de यसको che ध्यान che गर्ने de yor साधना गर्ने da ne अनि यसको chu ge ma मण्डलदेखि ge लिएर de धेरै कुराहरू चाहिँ अब अनि da ngaछाम zu जो yin अब da ne झाङ्रो sung बजार ge नाच्ने यो thong जुन de de che che लामा नृत्य कलाहरू पनि त्यहाँदेखि सुरुवात गर्नुभएको che रहेछ zang ma se be ढुक्पा ge थुवा हुँदैन dor ji छैटौँ yin ge ge कर्मदेखि jo सुरुवात भएको हो ge sang ga ge फेरि shi यो shi दोर्जी che के da के भनिन्छ हो ti वज्र ti धातु ze du sa तन्त्र ne भनौँ न वज्र te धातु ze du तन्त्र sa र ne ching gen de ya अनि che वैरोचना ge du se अभिसम्बोधित da तन्त्र चाहिँ ane सबसे अगाडि फैलेको तन्त्र हो भनेर अघि मैले ma so ba गुरुले ma बताए चाहिँ ma त्यही de कुरा ma कुरा su यी su दोहोरिँदैछ tende yin da tongwa tuandeng gi tada shilu zendra bi gundu ne ane namlang ngen jang te su sen ane उम्, tongwa tuandeng gi koshi benjo tuandu dang koshi pengawa jambe sangbo le ya ma nang din nang त्यही wa कारणले यसो परम्परा आउँदा 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 तल अब कहाँसम्म पुग्यो रहेछ भन्दाखेरि यो अब kare silabi na tada सिद्धुले अब sange nyemba श्यामरपाले अब gundu gi श्री koshi गुरुलाई benjo kundu gi घोषीले अब साङ्गे namlang नेम्बा हुँदा ngen हुँदा jang हुँदा wa sin su नामनाङ्गुन्जङको भनौँ न वैरोचना अभिसम्बोधिको अभिषेकहरू दिँदै kare आएको salambe रहेछ me namdara sange dema chenpo se je अब migi साङ्गे नेम्बा nanglo le ya 88 पहिलो ane साङ्गे नेम्बा samsungme rinpoche sike be 88 हो khandu उहाँको ya इतिहासमा यहाँ ane कोरिएको छ longa thi sum ge do kabo sum tamjing thujing guru shida na ge pha भनेको छ कि यो निकित रोजेले लेख्नु भएको ane आफ्नै theba me इतिहासमा sida रहेको छ यो mahamaya हो namnam ngen ja बोधिसत्व पाल्जर धन्डुपलाई dhunduk la so खण्डो be क्या छो namnam shubare त्यसै गरी che चक्र सम्बरको 3 घण्टाहरू che za हे che za वज्रको 3 chi प्रकारको guru आदेशहरू shiki
हयग्रीवा पेगा सिन्धु गुरु शान्त रौद्र नाम त्यसै याग गरी छि विभिन्न ता मिगु हयग दोजि क्या अनि पछि वज्र बाराही टेगे बे गुदि गे नाम अक्षोभय पे सो विभिन्न सो थियो महामाया ता ता त्यस्तै गरी के छ नमनङ्गुञ्ज केबे यहाँ आयो सिगे नालो ल या वैरोचन सागे अभिसम निबे बोधि गुदि गुदि छि दिसो अक्षोभय गुदि लो नाम को वा विभिन्न गुदि निबर जे सा अभिषेक आगमहरू सेवा प्राप्त द सु भयो नाम रे ने स्पष्ट गुदि लेखेको रहेछ योंगुर सेहे नम्बर ए सु आजि यो सेदि यो अब यहाँ ति के के जेला मिकी देने दोर्जेले अब देने गुरु दि सँगै सागे यमदेखि निबे विभिन्न गुदि कुराहरू गे सुन्नुभयो नि त नाम नाम मैले जान यसको मा सा अभिषेक गे चाहिँ रे प्राप्त सा गे गरेँ नाम दि तर रा यसको ता मा अध्ययनहरू त्यो छि बेला के जुजुल थियो भने सान चाहिँ गे मैले स्पष्ट जुगु नालो ल या नाम नाम भएको जान जुगिन पाएन जे भनेर जुगु यसरी जे सा भन्नुहुन्छ जुगि सर्दो जाजुम जे ति जुगि दि पेजे कामा क गु बे नालो ल या नाम नाम जा गे जुगि गे इसा ता तेमा तो यो मार ला मा दिस हाबा सा रो मा दो से जुगि nga shue ge chen yim त्यसैले गर्दाखेरि कर्म कगीभित्र चाहिँ अब Tene सबसे ju अब zane dare ya मुन्जाङको अब किलखोर sage zo मण्डला dikye चाहिँ zo अब यो shingde के हो त ane भन्दाखेरि nam nang मिगी wen jang दोर्जेकी wa देखि ma सुरुवात ya मिगी kye दोर्जे कर्म आठौँ कर्मदेखि ngue सुरुवात jigme भएको to रहेछ gi भन्ने ma कुरा नै हामीले ji बुझ्न सकिन्छ ba da je su tima chi cha de or khare sana ngue je tu साधनाको मण्डला ngue त्यहाँ je सुरुवात गरेको रहेछ khoshi benjo thundu ge zu gundi thang bor ba ge zu gundi thang khoshi benjo thundu la nam nang wen jang wang kru wan je अनि ane khoshi गोष्ठी benjo पाजुल thundu ki ya दुखपा wang पहिला ju के हो त थौवा धेनेनले चाहिँ wa छैटौँ कर्मले sage nyam bu गोष्ठी lo so पाल्जेर lo धुन्द्रुबल दिएको रहेछ nyende ge lo ma shen la wang त्यसरी bu je हुँदा bu हुँदा su हुँदा अब la so सँगै de ge ta nam dar ye bi ti nam dar da je su tu मिगी chi cha दोर्जेले दिनुहुने हुँदाखेरि यसरी अब ta रहेछ rimbu je ge wang gu na ge nam na nguen jan di ene hori lo zo ane ka dam bar gi tene puden अहिले यो puden ne da se bar je nam ge la so ba shelu da sa ge ba te zo gi tene ya ba tel gyu do har sa gilu la gyu si ta hen chu ji ta त्यसै कारणले ta गर्दाखेरि she ni ben jing me अब wa यो go da परम्परागत कहाँदेखि आएको रहेछ khoshi benjo ge भन्दाखेरि ding अब ge da ana cha gom ba tem ba ra ge la sa ba gen de ba अहिले gen de ba हामीसँग ra आएको ge जुन ग्याल्सुर ana मसिलो अब cha gom ba किनेको चाहिँ tem ba हामीलाई ra अभिषेक ge ne दिनुहुँदैछ यो चाहिँ jang khen jang पहिलो ge भरिलो चवा jang khen भरिलो jang ge चवाले ge कदम्बालाई lo lo tha दिनुभयो ge कदम्बा se गुरुले बुद्धुन गुरुसम्म lo आयो tha ge अनि phaji बुद्धुन गुरुले हुँदा 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 स्यालु र shele साक्याबु wang गुरुसम्म da परम्परा आयो nguen me da त्यहाँदेखि cha हुँदा sa हुँदा हुँदा ta हुँदा ta tu अनि shi so ane chob ge chijen ro chi जे हिस्से ढाक्पा आयो त्यहाँदेखि tene chob झ्याम्याङ ge gyu do झेपा gyu du ge la ge झ्याम्याङ da सेपा sa भन्ने chi आयो ta त्यो झिग्मी ane अङ्बो khong ge je sha झ्याम्याङ ge थुप्ते nam dar हिमा je ju wa na ढाक ma घोम्पा त्यहाँबाट रब्गे ane ting त्यसपछि ti khong ge गेलुपा khoshi ben jo thang bo गुरुहरूसँग guru la परम्परा ge हुँदा 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 chob हुँदा ge हुँदा chijin होइन ro ji sim sha ढाक ge घोम्पा ja त्यहाँबाट sa ge रब्गे ba skap ji साके chu गुरु ge झ्यामेङ घिन्जे अङ्बो त्यहाँ ge झ्यामेङ घिन्जे अङ्बोले nam gyu na she ढुङ ge ba thu झ्याङ्गोलहरू थाए nam gyu na सुनु त्यहाँदेखि हुँदा हुँदा के हो त भने khonga ग्याल्सर la ge ba je रुम्बुसकीसम्म su यहीँ ge आउनु भएको lo रहेछ ba phe che ne nga le gyu de kun du ge wan de ro chi chi sung dus tai na thoma nge kelen shu phe ma जब गेठी tene ya रुम्बुसदेखि अब यो ta अहिले yin che ge be ग्याल्सर रुम्बुसले yin अभिषेक che पाउनु ge भएको be रहेछ ta nang du tene ngoma yi na khansa khen rum bu che la won gyu de shu wa re tin sang khen rum bu chi shin le shi ni ta won gyu de त्यसैले ka ru ta pa ji job ye chi jen la ma do shu ya ma tene yin du sa ne ta ka अब sha यो ma ma चेप्के ma ठिसिन ju बाहेक ya ge ya सकेको चेप्के ठिसिन tene बाहेक अब ge ka अरू me shu ge कसैले chi अब ge chi ta su नभएको हुँदाखेरि अब ane tera यो nyam चाहिँ अब le job ye chi jen bu ji ka sung du sa na ma shi lo kha she nge la pa ba sing gu ni ya yang ka ma ba kun ri chu chu bo ron ju ri be do ji ge dang an zue na be ka le an kong tele cha ba yin kap ti ju sa ne अब यहाँ yang के chu छ lo sim be भन्दाखेरि ge tu za wa sim be go चेप्के ne ठिर मुसीले भन्नुभएछ कि ung ba le ane be यसरी cha अब be ge घ्याल्सर मुसीले shi भन्नुभएको she रहेछ do si sha na che त्यो tu ju हुँदाखेरि sa che ta ri केही bu समय shi ge अगाडि ma 16औं अवतरी sa ge कर्म ba me ge khorang यसरी ge kha sa le ane gyu du kun सोह्रौँ du अवतरी shu कर्म le भयो ti du यो me धम्म जो दिने sung बेलामा wa la यसरी अब sung sung अहिले मलाई te so ma so अब ka यसरी khorang ge अभिषेक gyu चाहिँ kun du प्रदान thang ba गर्नु le होला ma भनेर ba अनुरोध yin गरेको du हुने ane हुँदाखेरि kya आज पनि ku तिमीले chi अब cha मलाई यो khorang kun du wang jo re अनुवाद yin chi भनौँ ta न na यसरी so अनुवाद che be अनुरोध the गर्नुभयो la re du kyo अनि su त्यही chen कारणले shi ne गर्दाखेरि ane अनि यो ane चाहिँ यहाँ ge 16औं su अवतरीको dos एउटा मलाई भविष्य वर्णन रहेछ त्यही कारणले म अब अवश्य नै ane दिनेछु the भनेर the यसरी shi अब shi ta ka da lo sung चेप्के ge ठिर ge shi मुछेले ge अनि tam 3 वर्षसम्म shi ru da अनि ma so ta चेप्चे ठिर lumbini मुछेले chi अनि cha cha ga ta लुम्बिनी chi ye लुम्बिनीको ane समयमा khang अब sa khong अहिले ge shi ग्याल्सा ta मुछेले चाहिँ अब lo chi त्यो ja अभिषेक phe che दिनुभएको रहेछ lo tu tu mo lo sung ge le ya kya ga le phe che gyu di gun du ge wong nun ti so अनि यो घिउरे कुन्दु भनेर सबै te na सम्पन्न भएको tene yin तन्त्रको du sa अभिषेक ne चाहिँ ग्याल्सर मुछेले tene लिनुभएको रहेछ त्यसैले kab di du sa ne da ती zo चाहिँ मलाई lo औतरे sung गुरुहरूले नै chi अब ga le ya
भविष्यवाणी गर्नु रहेछ त्यसमा म दिनेछु भन्नाले जबकि ठिरुम साके गुरुले चाहिँ नि स्वीकार गरे बापत ग्याल्सुरमा चाहिँ दिनुभएको रहेछ अनि त्यही कारणले अब त्यो बेलामा धेरै अब गुरुहरू अब भेला हुनुभएको रहेछ अभिषेकको बेलामा अनि तन्त्रको अभिषेकहरू दिनुभएको रहेछ त्यो बेलामा ग्याल्सुन गुरु पनि त्यहाँ हुनुहुन्थ्यो उहाँलाई प्राप्त भयो 32औं कैगी मलङको बेलामा पनि सकिया क्याबको ठिचेन वज्रधारा अनि कैगी मलमा पाल्नु भएको थियो हामीले स्वागत गरौँ उहाँलाई त्यो बेला पनि उहाँले प्रवचन दिनुभयो के दिनुभयो भन्दाखेरि 16 औतरीसँग कर्मसँग म धेरै धेरै नजिक सम्बन्ध मेरो घनिष्ठ नाता छ उहाँ 16 औतरी कर्म भयो अनि बिमार हुने बेला म हजुरलाई भेट्नु गएँ त्यो बेला मैले अनि सुस्वास्थ्य हुनको लागि सुस्वास्थ्य भइस् भनेर प्रार्थना गरेँ त्यसैले अनि त्यो बेला पनि अब के हो त नि अभिषेकको कुराहरू चलेको रहेछ अनि 16 औतरी कर्म बेला के भन्नुभएछ भन्दाखेरि तपाईँले अभिषेक दिनुभएकोमा म धेरै खुसी छु धेरै राम्रो भयो भविष्यमा यसरी अब भविष्यमा चाहिँ यो धेरै सर्वष्ट भएकोले यसलाई एकदम एकमुष्ट गरेर अभिषेक दिनुमा अत्यन्त महत्त्वपूर्ण हुनेछ भनेर 16 औतरी कर्मपाले यसरी अब ठिरु भनौँ न साके ठिचेनले बताउनु भएको रहेछ त्यही कारणले अब 16 औतरीको मुख्य अब एउटा इरादा मनको एउटा इच्छा भने के रहेछ भन्दाखेरि अनि हामीले अनि अनि उहाँको 16 औतरी कर्मको एउटा यो उहाँको एउटा सपना भएकोले त्यही समयले हामीले मुख्य नजर राखेर अनि घुसरी घ्याल्सा रुम्बुछेले अब साके रुम्बुछेदेखि पाउनु भएको हो अनि अनि साके घुम रुम्बुछेदेखि अब घ्याल्सा रुम्बुछे पाउनु भएको हुँदाखेरि त्यो चाहिँ अनि यही समय हामीले अब लिएर अनि घुम रुम्बुछेले यहाँ हृदयदेखि म धन्यवाद व्यक्त गर्न चाहन्छु अनि अझै पनि तपाईँ प्राणी हितको लागि लामो दीर्घसम्म रहिरहनु होला तपाईँको अनि हामी सबैले उहाँको दीर्घकालीनसम्म प्राणी हितको लागि सुस्थ रहोस् र दीर्घकालीनसम्म चिरञ्जीवी रहेर प्रार्थना गर्नु जरुरी छ त्यस्तै गरी ढुङ घुसरी घ्याल्सर मुसेज्यूले हामी सबैले उहाँलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दै उहाँको चिरञ्जीवीको व्यक्त गर्दछु उहाँ अब साक्यको एउटा केन्द्रमा जानु रहेछ अभिषेक लिनुभयो उहाँले लिनु मात्रै नभएर के भयो त त्यहाँ जानु भएर धेरै ध्यान गर्नुभयो साधना गर्नुभयो एउटा क्षम बस्नुभयो धेरै समय अगाडि उहाँले ध्यान पनि गर्नुभयो अध्ययन गर्नुभयो त्यसैले जे पाए त्यो उहाँले गर्नुभएको छैन त्यही कारणले फेरि पनि केही दिन अगाडि एक हप्ता उहाँ ध्यान गर्नुभयो ध्यान बस्नुभयो त्यो अभिषेकको लागि कति गाह्रो छ त्यही कारणले गर्दाखेरि यो अहिलेको यो अभिषेक हामीले पाउनु भने त महत्त्वपूर्ण रहेको छ इतिहासमा एकदम नबिनाउने रहेको छ त्यस्तै गरी पूर्व गुरुहरूसँग नि हामीले अब भनौँ न पूर्व गुरुहरूसँग तालमेल खाने मिलेको र बुद्धको सम्म यो परम्परागत पुगेको हुने हुँदाखेरि अत्यन्त महत्त्वपूर्ण देख्दछु त्यसैले तपाईँहरूले अनि ध्यानपूर्वक एकदम श्रद्धा भक्ति गरेर अनि यो अभिषेक लिइदिनु होला भनेर म हृदयदेखि नै अनुरोध गर्दछु भवतु सर्वमङ्गलम धन्यवाद आजको लागि